नमस्कार। कार्यक्रम विषयान्तरमा यहाँ सबैलाई हार्दिक स्वागत गर्छु। म चन्द्र बानिया। दर्शकवृन्द, कार्यक्रमको आजको श्रृङ्खलामा हामी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कस्तो छ, आज हामी दुई फरक विधाका व्यक्तित्वबाट जान्ने प्रयास गर्नेछौँ। इन्जिनियरको आँखाबाट र शिक्षाविदको आँखाबाट सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको राम्रो पक्ष र आउन नसकेको पक्षको बारेमा हामी जान्ने प्रयास गर्नेछौँ। सरकारले बजेट ल्याउनु अघि ल्याएको यो नीति तथा कार्यक्रमले खास गरी जनतामा कति नयाँ आशा जगाउन सक्छ, कार्यक्रमभित्र समावेश गरेका विषयहरू नवीनतम देखिन्छ कि एकदमै कर्मकाण्डी देखिन्छ, हामी जान्ने प्रयास गर्नेछौँ। शिक्षाविद कृष्णप्रसाद पौडेल र इन्जिनियर महेश प्रसाद पाण्डेबाट हामी यो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको नवीनतम पक्ष र राम्रो पक्ष के देखिन्छ भन्ने सवालमै केन्द्रित भएर हामी जान्ने प्रयास गर्नेछौँ। यहाँ दुवैजनालाई स्वागत छ कार्यक्रममा। नमस्कार। यहाँलाई पनि धन्यवाद जुन यो टेलिभिजनमा जुन हामीलाई यो जुन आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा, यो चाहिँ JNN टेलिभिजन लगायत AP1 टेलिभिजन लगायत यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। हस्, म सुरु पौडेलज्यूबाट गरौँ। यो खास गरी यो सरकारले प्रस्तुत गरेको कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत भएको, यहाँले पनि हेर्नुभयो, पढ्नु पनि भयो होइन? यसको एकदमै राम्रो पक्ष चाहिँ के लाग्यो? राम्रो पक्ष चाहिँ मैले यसमा दुईवटा कुरा चाहिँ पाएको छु। अब शिक्षक र कर्मचारीहरू उहाँहरू दुईजना नै राष्ट्र सेवक हुनुहुन्छ। हामीले जहिले पनि उठाउँदै आइरहेको विषय हो। अहिलेसम्म शिक्षकहरूले चौमासिक रूपमा 4-4 महिनाको तलब पाउने जुन व्यवस्था थियो, अब चाहिँ त्यो महिनै पछि चाहिँ तलब दिने व्यवस्था एउटा मैले त्यसलाई राम्रो पाएको छु। एउटा यहाँ प्राध्यापन क्षेत्रमा रहेको भएर एउटा मनसुनी चाहिँ त्यो देखियो। यस्तो हो, फेरि त्यो शिक्षकहरू भनेको समाजको संवाहकहरू पनि हुन् होइन, समाजको ऐना पनि हुन्। समाजलाई परिवर्तन गराउने, देशलाई परिवर्तन गराउने। तपाईँ हामीले आफ्नो बालबालिकाहरूलाई, आफ्नो बच्चाहरूलाई नै उनीहरूकै जिम्मामा छोडिरहेका हुन्छौँ नि, भनेपछि उनीहरूको त्यो मोटिभेसनसँग त्यो जोडिएको छ। त्यो एउटा राम्रो पक्ष मैले त्यो पाएको छु। अर्को चाहिँ हामीले जहिलेसम्म शिक्षालाई दलीय राजनीतिबाट बाहिर राख्न सकिँदैन, हामीले शिक्षाको विकास र विस्तार गर्न सकिँदैन भनेर पटक पटक उठाउँदै आएको विषय थियो। त्यो विषय चाहिँ बल्ल अहिलेको नीति तथा कार्यक्रममा आएको छ। यो चाहिँ राम्रो कुरा चाहिँ मैले पाएको छु। त्यो भनेको कुनै पनि दलसँग आबद्ध शिक्षकहरूलाई कारबाही गर्ने जुन नियम छ त्यो कार्यान्वयन थिएन। त्यो कार्यान्वयन शिक्षक भएर पनि पार्टीको केन्द्रीय सदस्य भइरहेका थिए। अब त्यो हुन नपाउने गरी उनीहरू चाहिँ आफ्नो पेसाप्रति चाहिँ प्रतिबद्ध हुनु पर्यो, आफ्नो ड्युटीसँग, रोल्स रेस्पोन्सिबिलिटी जिम्मेवारीसँग। त्यो दाबी त गरिरहेकै छन्। त्यो आइरह्यो। बल्ल अहिले चाहिँ सरकारको नीति तथा कार्यक्रममा यो पटक आयो। घोषणापत्रमा त अब त्यो धेरै पटक आएको विषय नै हो होइन। अब हामीले काङ्ग्रेसले पनि त्यो विषयलाई घोषणापत्रमा जोडेको थियो, अरू दलहरूले पनि जोडेका थिए। तर सरकारको नीति तथा कार्यक्रममा नै यो पहिलो पटक यो पटक आएको छ। दोस्रो कुरा, तेस्रो कुरा चाहिँ हाम्रो समाजमा धेरै कुराहरू, हिंसाको कुरा गर्ने हो भने महिला हिंसाका कुराहरू बढी सुन्ने गरिएको छ। त्यो महिलाका हिंसाहरू, समाजमा हुने गरेका विभेदका कुराहरूलाई, उसको इस्युहरूलाई सुन्नै गर्नको लागि चाहिँ त्यो हरेक प्रहरी बिटमा चाहिँ एकजना महिला प्रहरी नै राखेर उनीहरूका मुद्दा इस्युहरूलाई सुन्ने भनेर एउटा नयाँ कुरा। त्यसले चाहिँ के गर्छ भन्दा उनीहरूलाई इम्पावर गर्न सजिलो बनाउँछ कि उनीहरूलाई त्यो जुन सामाजिक न्यायको कुराहरू छ, त्यो सामाजिक न्यायको कुरालाई चाहिँ प्राप्त गर्नको लागि उनीहरूलाई बढी सहयोग गर्छ, सहज गर्छ। यो मैले तेस्रो कुरा पाएको छु। चौथो कुरा चाहिँ बोलिरहेको कुराहरू हो, स्टार्टअपका कुराहरूलाई अलिकति नीति तथा कार्यक्रममा नै स्टार्टअप आवश्यक छ, टेक्नोलोजी आवश्यक छ। टेक्नोलोजी बिना चाहिँ देशको विकास हुन सक्दैन, हामीले आर्थिक विकास गर्न सकिँदैन भनेर पहिला पनि आइरहेको छ। यो कुरालाई पनि फोर्सफुल्ली आएको हुनाले मैले पाएको चाहिँ नयाँ कुरा चाहिँ यति 4वटा कुरा पाएको। समग्रतामा यति 4वटा कुरा राम्रो आयो। इन्जिनियर साहब, यहाँको इन्जिनियरको आँखाबाट हेर्दा के देखिन्छ नीति तथा कार्यक्रम? उहाँले भने जस्तै धेरै कुराहरू त उहाँले के कुरा ल्याइसक्नु भएको छ। तर पनि के छ भने जस्तै नीति तथा कार्यक्रममा जुन चाहिँ टिचरहरूले जुन राजनीति गर्न पाउने भन्ने ठाउँमा त्यो त एउटा पार्ट भइहाल्यो। त्यो पहिलेदेखि आएकै कुरा हो। त्यो अब कार्यान्वयनमा कति आउँछ भन्ने चाहिँ हामीले हेर्नु बाँकी छ। अब के आशा गर्नु सक्छ त्यसले गर्दाखेरि अब कार्यान्वयन, अब किनभने कतिपय योपालि योभन्दा अगाडिको चुनावमा पनि के टिचरहरूले राजीनामै दिएर जुन चुनावमा आउनुभयो, त्यो कारणले गर्दा पनि अब जुन यो नीतिले कार्यान्वयन गर्नमा चाहिँ सहयोग पुर्याउँछ कि भन्ने मलाई लाग्छ। एउटा कुरा
कुरा चाहिँ। अर्को कुरा चाहिँ के छ भने हाम्रो देशमा जुन टिचरलाई जुन शिक्षकलाई चाहिँ जुन सम्मान गर्ने जुन छ नि, जस्तै अरू देशमा तपाईँको शिक्षक भन्ने बित्तिकै एयरपोर्टदेखि नै यो प्रोफेसर यो भन्ने बित्तिकै एयरपोर्टदेखि नै यति रेस्पेक्ट हुन्छ कि हाम्रो देशमा जुन टिचरलाई जुन रेस्पेक्ट गर्ने भावना जुन खालको जुन त्यो टिचर भनेको त एउटा के, उसले त गुरु भनेको त उसले हामीलाई ज्ञान दिने र हामीले जुन नजानेको कुराहरूलाई उसले चाहिँ हामीलाई चाहिँ भनौँ न इम्पावर गर्ने मान्छेलाई नै हामीले रेस्पेक्टै गर्दैनौँ कि हाम्रो देशमा चाहिँ। त्यो रेस्पेक्टेसन भन्ने नै धेरै कम छ। जस्तै हेर्नुहोस् इन्डिया, बङ्गलादेश अथवा अरू कुनै पनि युरोपियन देशमा हेर्नुहोस्, टिचर भनेको यति रेस्पेक्टेड पद हो। त्यो भने उहाँ त राजनीतिबाट बाहिर रहेर, त्यसपछि कुनै पनि पेसाबाट बाहिर रहेर आफ्नो शिक्षाको पेसालाई नै उहाँले चाहिँ मेरो मूल पेसा यही हो र मैले यसमै लागेर मेरो चाहिँ लाइफलाई बिताउनुपर्छ भन्ने नभएर यहाँ त सबै त्यो शिक्षक भनेको त के छ भने एउटा राजनीति गर्ने नेताजीहरूको चाहिँ एउटा उहाँको चाहिँ के भन्छ त्यो चाहिँ के अरे होइन नेताहरूको चाहिँ जुन सहायक चाहिँ रथीहरू होइन, त्यो त्यस्तो लाग्छ है मलाई चाहिँ मेरो दृष्टिकोणबाट होइन। तपाईँले चाहिँ चाहे स्कुल लेभलका शिक्षक चाहे विश्वविद्यालयमा त अब जुन प्राइभेट विश्वविद्यालय पनि धेरै आछन्, त्यहाँ त कमै होला, तर जुन अब गभर्मेन्टका जुन युनिभर्सिटी जुन छन् जुन त्यो र स्कुलहरूमा चाहिँ जुन सरकारी स्कुल र त्यसपछि सरकारी विश्वविद्यालयहरूमा चाहिँ प्रायः जसो एकदमै राजनीति र तपाईँको चाहिँ त्यहाँ चाहिँ भनौँ न पढाइ नै धेरै कम हुने होइन। जस्तै अब तपाईँ 191 दिन चाहिँ एकाडेमिक हो भने त्यहाँ चाहिँ लगभग त्यसको आधा पनि पढाइ हुँदैन जस्तो मलाई लाग्छ। त्यसलाई यो कार्यक्रमले चाहिँ यो कारणले गर्दाखेरि चाहिँ अब यसलाई चाहिँ यदि राम्रैसँग प्रस्तुत गरेर त्यसलाई चाहिँ कडा रूपमा चाहिँ गऱ्यो भने चाहिँ सायद यसले चाहिँ राम्रो गर्छ जस्तो मलाई लाग्छ। शिक्षामा दुटैको फोकस शिक्षामा भएकोलाई राम्रो देखिएको छ दुटैको आँखाबाट होइन। हजुर हजुर। यो नीति तथा कार्यक्रममा यो आउनुमा चाहिँ शिक्षा मन्त्री सुमना श्रेष्ठको योगदान बढी देखिन्छ कि अर्थमन्त्री वर्षमान पुन या प्रधानमन्त्री प्रचण्ड, कसले चाहिँ शिक्षामा यस्तो हुन्छ? यो भने के छ भने टिम लिडमा सबैको समर्थन नभइकन त्यो एउटाले ल्याएको भन्ने हुँदैन। एउटा प्रस्तुत जुन मन्त्रालय दृष्टिकोण अडान त एउटा जुन मन्त्रालय सम्बन्धित मन्त्रीकै चाहिँ एउटा भिजनमा त्यो कुरा आउँछ र त्यसलाई त्यो भिजनलाई राम्रो लागेर त्यो नेतृत्वले र क्याबिनेटले त्यसलाई सबै कुरा कार्यान्वयन गरेर नै आउने जस्तो मलाई लाग्छ। भनेपछि टिमलाई यहाँले जस दिनुभयो होइन। यही कुरामा चाहिँ म तपाईँसँग फेरि आउँछु है पौडेल सर। यहीमा चाहिँ जुन शिक्षामा दुइटैको एउटा साझा चाहिँ सकारात्मक पोइन्ट आयो, दुइटैले त्यसैलाई पक्रेर यो चाहिँ अहिलेको राम्रो भन्नुभयो होइन। यसमा कन्ट्रिब्युसन चाहिँ कसको होला? यसमा प्रधानमन्त्री त पटक पटक हुनुभएको थियो होइन, वर्षमान पुन अर्थमन्त्री पनि यो पहिलो पटक होइन, तर यसपटक चाहिँ शिक्षालाई यो सम्बोधन गरेर आएको नयाँ भनेर तपाईँले फिल गर्नुभयो नि। यो शिक्षा मन्त्री सुमना श्रेष्ठको योगदानलाई बढी लिने कि समग्रमा सरकारकै भनेर कसरी हेर्ने यसलाई? यसमा ओभरअलमा त यो नीति तथा कार्यक्रम भन्ने बित्तिकै सरकारको हो, यो व्यक्ति विशेषको त रहँदैन, सरकारको नै नीति तथा कार्यक्रम हो। र उहाँहरूलाई इन्टरनेसनल प्र्याक्टिसेसहरू पनि त छैन त। यो बिचमा हामीले शिक्षा विधेयकको कुराहरू आयो, थुप्रै आन्दोलनका विषयहरू पनि रहे होइन। त्यो विषयहरू पनि जोडिएको हुनाले हामीले शिक्षालाई दलीय हस्तक्षेपबाट बाहिर राख्न सकिएन भनेदेखि हाम्रो शिक्षाको गुणस्तर चाहिँ कम हुँदै जान्छ भन्ने कुरामा उहाँहरू त्यो बारेमा जानकार रहनुभयो। त्यो जानकार रहेको हुनाले अभियसली अब मन्त्रालय मार्फत जाने एउटा प्रोसेसको कुरा हो होइन, त्यो मार्फत चाहिँ गएको भन्ने मैले बुझ्छु। तर मन्त्रालय त पहिला पनि थियो, शिक्षा मन्त्री पहिला पनि थिए अब उहाँले गरे। तर त्यसरी यस्तो छ, जस्तै लास्ट इयर पनि शिक्षा मन्त्री चाहिँ रासोपका नै हुनुहुन्थ्यो, शिशिर खनाल हुनुहुन्थ्यो नीति तथा कार्यक्रम आउँदै गर्दा। त्यो समयमा पुस्तकहरू चाहिँ शैक्षिक सत्रको सुरुमै पुगेको थियो, अहिले पुग्न सकेको छैन। त्यो विविध विषयहरू छन्, त्यो विषयमा हामी अहिले प्रवेश गर्छौँ नै होला होइन। अब म फेरि तपाईँलाई नै है, तपाईँ अलिकति कम्युनिस्टको उद्गम देश जस्तो पनि रुस त्यति बेलाको तत्कालीन सोभियत सङ्घ होइन, तपाईँ मस्कोमा बसेर इन्जिनियरिङ पढेर आएको विद्यार्थी हुनुहुन्छ, अहिले तपाईँ मित्रपुञ्जको अध्यक्ष हुनुहुन्छ होइन। यो सरकार अहिले नेपालको सरकारलाई हेर्दाखेरि कम्युनिस्ट नेतृत्वमा कम्युनिस्टको बाहुल्यता भएको देखिन्छ, माओवादी प्रचण्ड होइन। उहाँहरूले जहिले पनि भन्नुभएको थियो यो हामी समाजवाद उन्मुख संविधान बनाइसकेका छौँ, अब देशलाई पनि समाजवाद उन्मुख परिपाटीमा लैजान्छौँ भन्नुभएको छ। यो सरकारको नीति तथा कार्यक्रमले समाजवाद उन्मुख बाटो समातेको या पक्रेको या एजेन्डालाई समातेको देख्नुहुन्छ? यसमा यस्तो छ, म चाहिँ सेन्ट पिटर्सबर्गबाट पढाएँ, मस्कोबाट होइन, जुन चाहिँ रस्सै हो, तर चाहिँ म चाहिँ रस्सा टुक्रिसके जुन कम्युनिजम टुक्रिसकेपछि 91मा म गएँ। त्यसले गर्दाखेरि जुन कम्युनिजमको धेरै कुराहरू के थिए भन्ने कुरा मैले चाहिँ त्यो चाहिँ धेरै अनुभव गर्न त पाएन।
त्यसले गर्दाखेरि इतिहास पढ्नु होला नि हजुर हजुर पढियो, त्यहाँ पढियो। तर पनि के छ भने यहाँ चाहिँ जस्तै नेपालमा त्यहाँ चाहिँ के छ नियम सबै कुराहरू डकुमेन्टेसनको आधारमै सबै कुराहरू काम हुन्छन्। पहिला सुरु डकुमेन्टेसन तयार हुन्छ बल्ल काम हुन्छ भने हाम्रोमा चाहिँ पहिला काम हुन्छ त्यसपछि बल्ल डकुमेन्ट खोज्न थालिन्छ। त्यसले गर्दाखेरि पनि कतिपय कुरामा जुन वाद विवाद समन्वयको चाहिँ अलिकता चाहिँ त्यहाँ अभाव भएको हुन्छ। जबसम्म तपाईँले नीति नियम र डकुमेन्टेसन राम्रोसँग गर्नुभयो भने जुनसुकै सरकार अथवा जुनसुकै मन्त्री अथवा जुनसुकै नेतृत्व आए पनि त्यही नीति र नियममा बसेर टेकेर त्यसलाई चाहिँ गऱ्यो भने त राम्रो कुरा हो। र अर्को कुरा एउटा चाहिँ पोलिटिकल पार्टी आयो र चाहिँ उसले राम्रो नीति नियम ल्यायो भने पनि के छ भने अर्को पार्टी अर्को चाहिँ सत्तामा जाने बित्तिकै उसले ल्याएको यो किन गर्ने भनेर सबै कुराहरू त्यसलाई चाहिँ भनौँ न डिस्ट्रोय जस्तो गरेर त्यसलाई चाहिँ वास्तै नगरेर फेरि जिरोबाटै सुरु गरिन्छ। त्यो कारणले गर्दाखेरि पनि जुन हामी जहाँ छौँ त्यही नै छौँ, अझै पछि परे जस्तो मलाई फिल भइरहेको छ। समाजवाद उन्मुख कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा छ या छैन? त्यसमा चाहिँ धेरै कुराहरू आएको छन्, जस्तै कृषि सम्बन्धी कुराहरूमा उनीहरूले जस्तै भनौँ न कृषिलाई चाहिँ के देख्नुभयो समाजवाद उन्मुख कृषिको कार्यक्रम के छ? कृषिमा चाहिँ के छ भने अरू देशहरूमा चाहिँ प्रायःसो हरेक कृषि कुराहरूलाई चाहिँ जुन कृषिमा किसानहरूको लागि चाहिँ गभर्मेन्टले जहिले पनि सहुलियतै दिएको हुन्छ। त्यो कारणले गर्दाखेरि हेर्नुभयो भने हरेक देशमा तपाईँको चाहिँ खानेकुराहरू जहिले पनि त्यहाँ हाम्रो देशको भन्दा पनि त्यहाँको कमाइले हेऱ्यो भने एकदमै सस्तो। जस्तै तपाईँले त्यहाँ विदेशमा 1 घन्टा काम गर्नुभयो भने तपाईँलाई त्यो दिनभरिलाई तपाईँलाई पेट भरिदिनु तपाईँले सक्नुहुन्छ। भने नेपालमा तपाईँले चाहिँ एक दिन काम गरे पनि दिनभरि काम गरे पनि तपाईँलाई राम्रोसँग म एउटा राम्रो रेस्टुरेन्टमा गएर खान्छु भन्नलाई चाहिँ एज अ आम नागरिकलाई चाहिँ त्यो धेरै नै गाह्रो छ, धेरै नै गाह्रो छ। त्यो कारणले गर्दाखेरि जहिले पनि नीति नियम त एकदमै राम्रो आउँछन्, नआउने होइन, तर नीति नियमलाई चाहिँ राम्रोसँग कार्यान्वयन गरेर सम्बन्धित पक्ष र सम्बन्धित व्यक्तिले त्यो पहुँच त्यो पुग्नु पऱ्यो क्या। जस्तै जुन आफ्ना र आफ्ना नजिककालाई त्यो खालको चाहिँ कुराहरू नआओस्, त्यो नआएर यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने जहाँसम्म लाग्छ जस्तै जुन भनौँ न हामी आम जनताले पनि कि त्यो अनुभव गर्न पाउँछ। किन भन्दाखेरि कृषिमा अनुदान दिने बित्तिकै उसले चाहिँ तपाईँको उसको चाहिँ प्रडक्ट सस्तो हुने भयो, त्यो प्रडक्ट सस्तो हुने बित्तिकै हामीले सस्तोमा सामान पाउने भयो नि त। त्यसले गर्दा आम जनतालाई त्यसले त इन्डाइरेक्ट रूपमा त त्यसले त अवश्य पनि चाहिँ फाइदा गर्छ जस्तो मलाई लाग्छ। म फेरि आउँछु। हजुर, मैले खोजेको जवाब सबैबाट अझ लिन बाँकी नै छ है। पौडेल सर, अहिले जस्तो शिक्षाको कुरा गर्दा छ नि, एक पालिका एक स्मार्ट विद्यालयको अवधारणा अगाडि सारेको छ, कसरी बुझ्ने यसलाई? यो योजना चाहिँ लास्ट इयर पनि थियो, गत वर्ष पनि यो नीतिमा राखिएको थियो। अब हाम्रा कति पालिकाहरू यस्ता छन् जहाँ हामी बस्न नै सक्दैनौँ। यो चाहिँ हामीले आवश्यकताको आधारमा गर्नुपर्थ्यो। मैले यसमा कसरी जोड्छु भने सर्वप्रथम त सरकारले नीति तथा कार्यक्रम बनाउँदै गर्दाखेरि हाम्रो संविधानले दिएको नागरिकको मौलिक हकको कुरा के हो, पहिलो कुरा त्यसलाई हेरिनु पर्थ्यो, पहिलो कुरा चाहिँ। दोस्रो कुरा चाहिँ आज मात्रै राष्ट्रिय योजना 16औं योजना चाहिँ आज भएको छ होइन, आज चाहिँ सरकारले चाहिँ त्यसलाई नयाँ योजनासहित पञ्चवर्षीय योजना चाहिँ प्रस्ट्याएको छ, ल्याएको छ। त्यो योजनाको आधारमा हामीले नीति तथा कार्यक्रम ल्यायौँ कि ल्याएनौँ, दोस्रो कुरा। तेस्रो कुरा दिगो विकास लक्ष्यका चाहिँ सर्टेन सूचकहरू रहेका छन्, त्यसका इन्डिकेटरहरू रहेका छन्, त्यसलाई हामीले हेऱ्यौँ कि हेरेनौँ, तेस्रो कुरा। चौथो कुरा चाहिँ योभन्दा अगाडि हामीले 80-81मा बनाएको नीति तथा कार्यक्रम हामीले कति चाहिँ त्यसमा एचिभ गऱ्यौँ, कति त्यसमा रहेका नीति तथा कार्यक्रम अनुसार कति कुराहरू हामीले एचिभ गर्न सकिएन, ती विषयहरूलाई हेरेर मात्रै नीति तथा कार्यक्रम ल्याउनु पर्थ्यो। तर हामीले हेर्दाखेरि धेरैजसो 30% भन्दा बढी नीति तथा कार्यक्रमहरू गत वर्षको नै चाहिँ रिपिट भएको छ। त्यसले के देखाउँछ भनेदेखि सरकारले आफूले ल्याएका नीति तथा कार्यक्रमहरू पुरा गर्न सकेको छैन, त्यो नसकेको कारणले तिनै योजनाहरूलाई चाहिँ नीतिहरूलाई चाहिँ कन्टिन्युएसन गरेको छ भन्ने कुरा एकतर्फ रेप्लिकेसन कति प्रतिशतको भन्नुभयो यहाँले? मैले चाहिँ 30% जति चाहिँ 30% चाहिँ अगाडिकै विषयवस्तुहरू आयो। तर यो त राम्रो हो नि होइन, एउटा सरकार भने एउटा अविच्छिन्न होइन, राम्रो भन्दा हामीले त्यसमा कति एचिभ गर्यौँ, त्यसलाई निरन्तरता दिनु पनि त। निरन्तरता भन्दा पनि अब हामीले जस्तै शिक्षाकै कुरा गर्दै गर्दा हामीले स्मार्ट पालिका लास्ट इयर थियो भनेदेखि लास्ट इयरमा हामीले कति बनायौँ त स्मार्ट विद्यालयहरू, विद्यार्थीहरूलाई हामीले त्यहाँ दिन सक्यौँ त? त्यो सम्भव छ कि छैन? हामीले कहाँ लक्षित गर्ने हो? तपाईँ त शिक्षा क्षेत्रमै निरन्तर हुनुहुन्छ, त्यो विषयहरूसँग जोडिनु पर्थ्यो। अघिल्लोमा त्यो घोषणा गर्यो नि स्मार्टको, यसमा केही देखिएन त्यसको नतिजा देखिएको छैन। हामीले यो पनि अब एक पालिका एक स्मार्ट विद्यालयको अवधारणा पनि यो कार्यक्रममा समावेशकै लागि समावेश भयो, यो पनि कार्यान्वयनमा अर्को वर्ष हामीले रिजल्ट खोल्दाखेरि त्यो पाइँदैन भन्नेमा यहाँलाई निराशा? अब यो नीति तथा कार्यक्रममा आएको सबै कुराहरू हामीले बजेट तय गर्दै गर्दाखेरि चाहिँ त्यो बजेटमा यो आउँछ कि आउँदैन, सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ नीति तथा कार्यक्रम आइसकेपछि अर्थमन्त्री वर्षमानले चाहिँ भन्नुभएको छ र अर्को सत्तापक्षकै रासोपाका उपाध्यक्ष अर्थविद डाक्टर स्वर्णिम पनि भन्नुभएको छ
यो चाहिँ हामी नीति तथा कार्यक्रम जे आएको छ त्यो चाहिँ अब आउने बजेटलाई मा पार्ने ढङ्गको आएको छ, त्यसकारण यो सकारात्मक छ भन्ने थियो उहाँहरूको। त्यो चाहिँ सकारात्मक त यदि आयो भने चाहिँ त्यो राम्रो है, त्यो आउनुपर्छ। हजुर पाण्डे सर, हजुर यहाँ झन्डै 3 दशकदेखि इन्जिनियरिङमै हुनुहुन्छ, आइटीमा पनि हुनुहुन्छ होइन, तपाईँ जानिरहेको। यसपटक हरेक देशको विकासलाई हेर्दा प्रविधिको पूर्वाधारमा लगानी, पूर्वाधार क्षेत्रको विकास भन्ने देखिन्छ होइन। तर हामीमा पूर्वाधारको लगानीमा कमजोर पाठ देखिन्छ, खालि भौतिक पूर्वाधार चाहिँ निर्माण भएको देखिन्छ, भवनहरू पुलहरू होइन, तर प्रविधिको पूर्वाधार चाहिँ कमजोर देखिन्छ। यसपटक यो नीति तथा कार्यक्रममा आएको छ, तर नबुझेकोले म यहाँसँग प्रश्न पार्न खोजेँ। काठमाडौँ उपत्यका र प्रत्येक देशमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गर्नेछ, जसले कम्तीमा 5,000लाई रोजगार दिनेछ। के भनेको यो सूचना प्रविधि र यसमा चाहिँ के छ भने जुन आइटी भनेको जस्तै के छ भने जुन आइटी जुन सूचना प्रविधि भनेको यस्तो प्रविधि हो हाम्रो देशको लागि एकदम सुइटेबल। जस्तै हाम्रो भनौँ न पर्यटन क्षेत्र भने जस्तै हाम्रो देशको जुन भनौँ न हामीले जुन विकास गर्नको लागि हामीलाई पर्यटन क्षेत्र हाम्रो प्रकृतिले नि दिएको छ नि, हामीले त्यसमा चाहिँ त्यहाँ जाने पूर्वाधारहरू र त्यहाँ जाने बाटोघाटोको सुविधा गरिदियो भने कति विदेशीहरू यहाँ आउँथ्यो भने जस्तै यो जुन आइटी सूचना प्रविधि भनेको पनि त्यस्तै हो। हामीलाई चाहिँ धेरै चिजै चाहिँदैन, एउटा ल्यापटप 50-60 हजारको ल्यापटप दिएर तपाईँले चाहिँ एउटा कुनामा बसेर चाहे त्यो महिला होस् चाहे चाहिँ तलको लेभलको नलेज आफ्नो चाहिँ नलेज युज गरेर उसले चाहिँ धेरै पैसा आउटसोर्सिङदेखि लिएर धेरै कुराहरू उसले आफूले बसेर गर्न पाउँछ होइन। तर त्यो हुँदाहुँदै पनि भनौँ न हामीले जतिसुकै ठुलो कुरा गरे पनि के छ भने साना साना कुराहरू भनौँ न जस्तै लाइसेन्सकै कुरा गरौँ, तपाईँले अब मैले चाहिँ तपाईँको अस्ति लाइसेन्स रिन्यू गर्न गएँ, मलाई 2 वर्षपछि आउनु होला, सम्पर्क गर्नु होला भन्नुभयो होइन। त्यो जबकि एउटा ब्याङ्कले त्यो स्मार्ट कार्ड एउटा बनाउनको लागि होइन, ब्याङ्कले तपाईँलाई आजको चाहिँ 24 घन्टामा कार्ड दिन्छ भने त्यो त ब्याङ्क भनेको त अझै धेरै सेक्योर पैसा क्यास कारोबार गर्ने ठाउँ हो भने उसले तपाईँलाई चाहिँ विदिन 24 घन्टामा कार्ड अथवा चाहिँ 1 हप्तामा तपाईँलाई ढिलोमा दिन सक्छ भने एउटा गभर्मेन्ट देशैले पनि एउटा लाइसेन्स लिँदा 2 वर्ष कुर्नुपर्ने भनेपछि त त्यो पनि एउटा सूचना प्रविधिले झन् छिटो पाउनुपर्ने हो नि त। ब्याङ्कले तपाईँको 1 हप्तामा दिन्छ भने हामीले त 24 आवरमा दिन सक्छौँ भनेर गर्न सक्नुपर्ने हो गभर्मेन्ट। कस्तो राम्रो जोडमा है, त्यसले गर्दाखेरि लाइसेन्सलाई बैंकको कार्डसँग त्यही त होइन, किन भन्दाखेरि तपाईँको चाहिँ त्यो चाहिँ तपाईँको आखिरी तपाईँले कार्ड त त्यही त हो नि आखिरीमा, त्यहाँ झन् ब्याङ्कको भन्दा त्यो लाइसेन्समा त ब्याङ्कमा त कति सेक्योर छ त्यो चिजहरू। त्यो कारणले गर्दाखेरि के छ भने यो नीति कार्यक्रम त धेरै आएका छन्, त्यसलाई कार्यान्वयन गर्ने र नेपालमा चाहिँ अर्को के छ भने प्रविधिमा कति प्राथमिकता छ? प्रविधिमा प्राथमिकता त गभर्मेन्टले दिएकै छ, नदिएको होइन। तर पनि अहिले जुन विभिन्न खालका कुराहरू जुन आइरहेछन्, जुन यो एनटिएका कुरा एनटिसीका कुराहरूले गर्दाखेरि पनि के छ भने त्यो जतिसुकै आए पनि के छ भने एउटै घेराबन्दीभित्रै त्यो भयो के, त्यसलाई चाहिँ त्यो धेरै खालका ग्रुपहरूलाई धेरै खालका चाहिँ मल्टिप्लायरहरूलाई र जुन चाहिँ अनुभवी व्यक्तिहरूलाई ल्याएर उहाँहरू अनुभवी हुनुहुन्न भन्न खोजा होइन। तर के छ भने त्यो जे पनि आउँछन् एउटै टोकरीमा आयो कि, सबै टोकरी सबै अन्डरलाई एउटा टोकरीमा राखिन्छ त एक दिन फुट्छ। तपाईँले फरक फरक टोकरीमा राख्नुभयो भने पो त्यो फरक फरक नतिजा आउँछ। तपाईँको चाहिँ छुट्याएर राख्दाखेरि तपाईँको चाहिँ के हुन्छ, कुनैमा 3टा अन्डा राखेको छ भने त्यहाँ चाहिँ त्यो राम्रो क्वालिटीको निस्केला, कोही ठाउँमा धेरै राखेको छ भने कम क्वालिटीको निस्केला भने जस्तै विभिन्न क्षेत्रबाट राम्रा चिजहरू आउँथ्यो नि त। त्यो कुराहरू आएको छैनन् र सरकारले ल्याउनु राम्रो कुरा हो। सूचनाकै कुरा गर्दाखेरि हाम्रो कुनै पनि सूचनाहरू आफू हाम्रो अधिकारमै छैन कि, हरेक कुराहरू तपाईँको चाहिँ हाम्रो छिमेकी देशहरू अथवा अरूसँग डिपेन्डेन्ट छौँ र उनीहरूले चाहेको बेलामा दियो भने त्यो हुन्छ, नभए हुँदैन। तपाईँ गाडीकै कुरा गर्नुहोस्, तपाईँको चाहिँ त्यो जुन इन्भर्स नम्बरको कुरा गर्नुहोस्, त्यहाँ पनि हेर्नुहोस् तपाईँले चाहिँ गयो भने तुरुन्त अहिले त बरु अलिकति सहज भयो होला, तर पनि गभर्मेन्टले त्यसलाई पनि राम्रोसँग कार्यान्वयन गर्न सकेको छैन। त्यो आफैमा त्यो चाहिने हो नचाहिने हो मलाई त्यो थाहा छैन, आवश्यकता थियो अथवा थिएन त्यो आफ्नो पार्टमा छ। तर के छ भने त्यसलाई पनि राम्रोसँग कार्यान्वयन गर्न नसकेको अवस्था छ नि त। आवश्यकता थियो वा थिएन मलाई थाहा छैन, यो शब्दावली एउटा इन्जिनियरले किन प्रयोग गर्नु परेको होइन भन्दाखेरि जस्तै त्यसमा चाहिँ विदेशमा बसेको अनुभव पनि छ, देशमा त्यसको प्र्याक्टिस के छ, त्यसको लाभ र हानि के छ, अनि त्यसमा जस्तै उहाँले चाहिँ इन्भर्स नम्बर बनाउनु त बनाउनु, तर त्यसलाई चेक गर्ने साधन पनि त चाहियो नि। उसको चाहिँ जुन त्यो भनेको मतलब के भने त्यहाँ चिप जडान गरिया हुन्छ, त्यसले गर्दाखेरि तपाईँको हरेक इन्फर्मेसन गाडीको इन्जिन तपाईँको गाडीको सबै इन्फर्मेसन त्यहाँ पाइयोस् भन्नुलाई, तर त्यो चेक गर्ने डिभाइस छ त ट्राफिक पुलिससँग, त्यो हुनु जरुरी छ नि त। त्यो बिना तपाईँको नम्बर मात्रै हालेर के गर्ने? त्यो चाहिँ भनेपछि जसले त्यो सेवा प्रोभाइड गर्यो उसले नै त्यसको सूचनाहरू चाहिँ
लिन पाउने ढङ्गले आयो होइन होइन त्यो चाहिँ जस्तै तपाईँ के छ भने जस्तै त्यो भनेको त के भने त्यो चाहिँ खास गरी मलाई जहाँसम्म मैले आफूलाई अनुभव भएसम्म जुन इन्डियामा पनि त्यो युज भइरहेको कारणले गर्दाखेरि हाम्रा यहाँका गाडीहरूलाई पनि सहज रूपमा इन्डिया इन्भोइस नम्बर भइसकेपछि त्यो चाहिँ त्यो बोर्डरमा चेक गरेर जान पाउने र उताकै इन्डियाका गाडीहरू त सहज रूपमा आएकै छन् यहाँ त्यो जुन इन्भोइस नम्बर भएको कुराहरू होइन त्यो कारणले गर्दाखेरि त्यो सहज रूपमा गर्न सक्ने र त्यसले चाहिँ सबै गाडीको इन्फर्मेसनहरू सबै इन्जिनदेखि लिएर कहाँ के भन्ने कुराहरू सबै इन्फर्मेसन त्यहाँ होस् भन्ने हिसाबले त्यो प्रयोग गरिया हो तर त्यो चाहिँ त्यो चेक गर्नलाई त फेरि त्यो डिभाइस पनि त हुनु पऱ्यो नि त हरेक ट्राफिक पुलिससँग त्यो डिभाइस त हुनु पऱ्यो हामीलाई चाहिँ जुन मापासे चेक गर्नलाई त कतिपय डिभाइसले नै काम नगरेर त्यतिकै यसो झोसेर लजाउँछ भन्ने अब केसहरू छन् हजुर म फेरि आउँछु पौडेल सर युवालाई केन्द्रित चाहिँ यो नीति तथा कार्यक्रमको खास विशेष के छ आकर्षक पक्ष युवाको लागि 2-3टा कुराहरू एउटा अघि तपाईँले उठाउनु भयो युवाको लागि चाहिँ जुन त्यो स्टार्टअप एउटा त्यो स्टार्टअप रह्यो त्यसलाई कसरी युवा कसरी लाभान्वित हुन्छन् त्यसबाट उनीहरूलाई सिड मनीको कुराहरू उनीहरूको आफ्नो कन्सेप्टहरूलाई आइडियाहरूलाई पिचिङ गराउने अनि त्यो आइडियाको आधारमा चाहिँ अब त्यो गभर्मेन्टले त्यसमा फन्डिङ गर्ने कुराहरू एउटा त्यो कुरा रह्यो भनेपछि उसले कहीँ केही काम गर्छु भनेर युवाले उसले आफ्नो जग्गा लालपूजा राख्न परेन त्यो एउटा अनि अर्को चाहिँ भर्खरै अब तपाईँले त्यो विषय जोड्दै हुनुहुन्थ्यो 5,000 चाहिँ वर्क स्टेसन भनेको उनीहरूसँग आफ्नो आइडिया छ कन्सेप्ट छ स्नातक छन् उनीहरूसँग एउटा सर्टेन नलेज छ स्किल छ भने उनीहरूलाई गएर काम गर्ने स्टेसन चाहिँ कस्तो टाइपको विद्यार्थी यसबाट लाभान्वित हुन्छ यसबाट आइटी पढिरहेको आइटीको कोर्सहरू प्रोफेसनल कोर्सहरू आइटीको प्रोफेसनल प्रोग्रामिङका कोर्सहरू होइन अब जावाका सीका अब त्यो प्रोग्रामिङ जुन इन्टरनेसनल मार्केटमा चाहिँ जुन आउटसोर्सिङ गर्ने आइटीको आउटसोर्सिङ गर्नेहरू छ त्यो कामहरू एउटा रहन सक्छ यो नयाँ कार्यक्रम हो नीति तथा कार्यक्रमको होइन पहिला पनि आइरहेको कुराहरू हामीले बनेपामा जुन आइटी पार्कको कुराहरू थियो त्यो आइटी पार्कको कन्सेप्ट नै हो यो बनेपामा 20 वर्ष पुरानो कन्सेप्टको कुराहरू नै हो त्यही कन्सेप्ट चाहिँ यो नयाँ रूपमा चाहिँ आएको हो यो त्यही कन्सेप्ट नै हो यो जसले चाहिँ आफूले अफिसहरू स्थापना गर्न सक्दैन हैन भर्खरै मात्रै ग्रेजुएट भएको छ पैसा हुँदैन उसँग आइडिया हुन्छ उनीहरू गएर एकै ठाउँमा गएर बस्ने काम गर्ने एउटा इन्भाइरोमेन्ट त्यसमा चाहिने सम्पूर्ण भौतिक पूर्वाधार आइटी सूचना प्रविधि सम्बन्धी पूर्वाधार चाहिँ राज्यले व्यवस्था गर्ने पोखरामा हुन सक्छ त्यो काठमाडौँमा हुन सक्छ हैन अथवा विराटनगरमा हुन सक्छ जुन ठाउँमा हाम्रो आइटीको अलि बढी स्कोपहरू अथवा हामीले त अझ हेर्ने हो भनेदेखि त पोखराको ठाउँमा गएर गाउँमा गएर त्यो सबै रिसोर्सहरू राज्यले प्रदान गरिदिन सक्थ्यो भने त त्यहाँ बसेर काम गर्दाखेरि हामीले आउटसोर्सिङ कम्पनीहरूलाई त्यहाँ अझ बढी इस्टाब्लिस गर्न सकिन्छ दोस्रो कुराहरू त्यो रह्यो तेस्रो कुरा चाहिँ अब उनीहरूलाई उद्यमशील बन्ने अनि अलिकति रिसर्चमा चाहिँ अब प्राइभेट इन्स्टिट्युसन्सहरूलाई पनि अलिकति इन्गेज गराउने भन्ने कुराहरू थोरै आएको छ रिसर्चको कुराहरू त हामीले पहिलाबाटै गरिरहेको छ अनुसन्धानको विषयहरू त्यो अनुसन्धानलाई पनि जोड्ने कुराहरूलाई थोरै जोडेको छ त्यसमा युवा लक्षित कार्यक्रमहरू यति नै देखे तर जति रूपमा आउनु पर्थ्यो युवाहरूलाई युवा भनेको त देश बनाउने सम्भाग बोकेको एउटा जेनेरेसन हो नि त्यही त अब यहाँ मैले एउटै चाहिँ तपाईँले युवाको यो भयो नि थोरै भए पनि राम्रो भन्नुभयो होइन कम्तीमा 5,000लाई रोजगार दिने भनेको छ एउटा दक्षिण कोरियामा श्रमिकको लागि भ्याकेन्सी खोल्यो भने 3 लाखभन्दा बढी फारम भर्न जान्छन् फारम भर्नलाई एक्जाम दिन्छु भन्दाखेरि सरकारले गोली चलाएको हामीले देखिसकेका छौँ होइन एउटा दक्षिण कोरिया जानेको मात्रै लाइन 3 लाखको हाराहारी देखिन्छ यहाँ कुनै प्राधिकरण या कुनै अफिसमा कुनै विज्ञापन खोल्यो भने जागिर दिनेको त्यो फर्म भर्ने र परीक्षा दिनेको सङ्ख्या हजारौँको सङ्ख्यामा हुन्छ लाख मात्रै नै हुन्छ कि हरेक वर्ष 5 लाखभन्दा बढी रोजगारको बजारमा चाहिँ युवाहरू आउँछन् होइन हामी चाहिँ कम्तीमा 5,000लाई रोजगार दिने भने यो नीति तथा कार्यक्रममा एकदमै साँगुरो जस्तो लाग्दैन तपाईँलाई एकदम साँगुरो यो चाहिँ कस्तो भन्दा राज्यले के गर्नु पर्थ्यो भन्दा सरकारले अहिले हामीसँग हिजो 46 सालमा म थोरै योसँग प्रसङ्गसँग जोड्न चाहिँ 46 सालमा हामीलाई त्यो पञ्चायती व्यवस्था विरुद्धमा हाम्रो व्यवस्था विरुद्धको लडाइँ थियो होला सबै राजनीतिक दलहरू एकै ठाउँमा थिए कि एकै ठाउँमा भएर उनीहरूले पञ्चायतबाट चाहिँ हामीलाई डेमोक्रेसी प्रजातन्त्र ल्याए त्यस पछाडि राजाको जुन राजा फाल्ने बेलामा पनि राजतन्त्र फ्याँक्ने बेलामा पनि सबै दलहरू एकै ठाउँमा भए हामीले चाहिँ गणतन्त्र ल्यायौँ त्यस पछाडि संविधान बनाउने बेलामा पनि सबै दलहरू एकै ठाउँमा भए हामीले संविधान ल्यायौँ त्यो संविधान मार्फत हामीले थुप्रै राजनीतिक मुद्दाहरू र सामाजिक मुद्दाहरू त्यसले सुनिश्चित गरिसकेको छ अबको मुख्य मुद्दा भनेको आर्थिक विकासको मुद्दा हो आर्थिक विकासको एजेन्डा हो त्यो आर्थिक विकासको एजेन्डाको लागि हामीले के गर्दा हामीले देशको आर्थिक विकासलाई माथि पुर्याउन सक्छौँ त आज 16औँ योजनाले के भनेको छ भन्दा अब 2395 लगभग $2,400 पुर्याउने भनेको छ होइन हाम्रो उसमा चाहिँ आय त्यति पुर्याउने भनेको छ अब 5 वर्ष पछाडि त्यो हिसाबले त्यो लक्ष्य पुरा गर्नको लागि हामीले हरेक वर्ष $200 बढाउनु पर्ने छ
अहिलेको अवस्थामा हरेक वर्ष $200 चाहिँ बढाउनुपर्छ हामीले पर क्यापिटा इन्कम चाहिँ। त्यो बनाउनको लागि हाम्रो के हो त कार्यक्रमहरू के हो? लेखेर त हुँदैन, पेपरमा लेखेर त भएन। त्यसको लागि त हामीलाई रोजगारी चाहियो, कल कारखाना चाहियो होला, हामीसँग सम्भावना रहेको पर्यटनको कुराहरू होला, हामीसँग कृषिको कुराहरू होला, हामीसँग अहिले 42% जङ्गल छ, हामीसँग औषधिका कुराहरू त्योसँग जोडिएका होलान्, औषधि होइन, त्यसपछि जडीबुटीका कुराहरू हामीसँग जोडिएका होलान्। ती उद्योगहरू हामीले कति स्थापना गऱ्यौँ त? नीति तथा कार्यक्रमले चाहिँ के ल्याउनु पर्थ्यो भनेदेखि हाम्रो 7वटा प्रदेशमा यो प्रदेशमा यो सम्भावनाहरू रहेको छ, हामीले मध्य प्रदेशमा चाहिँ देशको लागि आवश्यक पर्ने जति पनि धान गहुँहरू छ त्यो सबै हामीले यहाँबाट उत्पादन गर्छौँ, हामीले यति चाहिँ सिँचाइको कुरा आउँछ त्यो त्यहाँ जोडिनु पर्थ्यो होला, जडीबुटीको कुराहरू कर्णालीमा जोडिनु पर्थ्यो होला अथवा कोशीमा जोडिनु पर्थ्यो होला, फलफुलको कुराहरू गण्डकीमा जोडिनु पर्थ्यो होला, लुम्बिनीको माथिल्लो पाटमा जोडिनु पर्थ्यो होला। त्यो अनुसार नीति तथा कार्यक्रम आउनु पर्थ्यो, एउटा विषय। अर्को विषय मैले यसमा जोड्न चाहिँ हामीसँग जुन कर्मचारीहरू छन्, आर्मी होलान्, पुलिस होलान्, निजामती कर्मचारीहरू छन्, उनीहरूले लगाउने लत्ता कपडाको लागि हामीले नेपालमा नै त्यो कपडा उत्पादन गरेर हामीले 7वटा प्रदेशमा 7वटा कारखाना राख्न सक्यौँ भनेदेखि कति 50,000ले रोजगारी पाउँछन् हैन। गार्मेन्टको कुराहरू छन् नि, घर घरमा हामीले रोजगारी दिन सक्छौँ नि, एकल महिलालाई रोजगारी दिन तोकेरै आउनु पर्थ्यो हैन, त्यो तोकेरै आउनु पर्थ्यो भन्ने मेरो कुरा चाहिँ त्यो हो। त्यसरी तोकेर आयो भनेदेखि हामीले युवा लक्षित कार्यक्रमहरू ल्याउन सक्थ्यौँ। वर्षमा 5 लाख चाहिँ मार्केटमा आउने, बजारमा आउने, अनि त्यो 5,000लाई चाहिँ रोजगारी दिने भनेको त हात्तीको मुखमा चाहिँ जिरा दिए जस्तै हो जस्तो लाग्छ मलाई चाहिँ। तर केही नहुनुभन्दा थोरै सुरुवात गरेको छ भन्ने हो। अब अर्को वर्ष फेरि यो के हुन्छ भन्ने कुरा त फेरि बजेटमा होइन कार्यान्वयनमा आउने कुराहरू पछि ब्रेक लिने भएको छ। म छोटो ब्रेक लिएर फेरि जोडिन्छ है। यो छोटो विश्रामपछि हामी यसका थप आवश्यक कुराहरूको बारेमा छलफल गर्ने प्रयास गर्नेछौँ। यो छोटो विश्रामपछि पुनः स्वागत छ कार्यक्रम विषयान्तरमा। आज हामी सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम जनतालाई आशावादी बनाउने ढङ्गको कति छ, कति आकर्षक कार्यक्रमहरू यसमा समावेश गरेका छन्, के यो सरकारको नीति तथा कार्यक्रमपछि आउने बजेटले देशमा रोजगारको अवस्था सिर्जना गर्न, कल कारखानाको विस्तार गर्ने कुनै ठोस योजना ल्याएको छ, हामी जान्ने प्रयास गरेका छौँ। आज हामीसँग शिक्षाविद डाक्टर कृष्णप्रसाद पौडेल र मित्रपुञ्जका अध्यक्ष इन्जिनियर महेश प्रसाद पाण्डे हुनुहुन्छ। हामी उहाँहरूसँग यो सरकारको नीति तथा कार्यक्रमको राम्रा पक्षको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यहाँहरूलाई पुनः स्वागत छ कार्यक्रममा। धन्यवाद। अघि पौडेल सरले भन्दै हुनुहुन्थ्यो सरकारले चाहिँ यो 5,000लाई रोजगार दिन्छु भनेर ल्याउने भन्दा पनि 7 प्रदेशमा यो उद्योगहरू हामी अब स्थापना गर्छौँ, सञ्चालन गर्छौँ भनेर हजारौँ युवालाई आकर्षित गर्ने र उद्योग धन्दा चलाउने आश्वासनसहितको एउटा ठोस कार्यक्रम आउनु पर्थ्यो, आएन भनेर एउटा दिनुभयो। त्यो पनि राम्रै जस्तो लाग्छ होइन। तर त्यति हुँदाहुँदै पनि यो कार्यक्रममा चाहिँ बन्द र रुग्न रहेका उद्योगहरूलाई सञ्चालन गर्ने भन्ने एउटा छ। यसले पनि पहिला चाहिँ पञ्चायतकालमै भनौँ अथवा 46 सालभन्दा अगाडिसम्म सञ्चालनमा रहेका उद्योगहरू जो अहिले बन्द छन् तिनीहरूलाई सञ्चालन गर्ने भनेर सरकारले अघिल्लो पटक पनि ल्याएको थियो, अहिले पनि छ। जस्तै उदाहरणकै रूपमा हेर्दाखेरि बुटोल धागो कारखाना, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग टाइपको छ होइन। यी उद्योगहरू सरकारले नीति तथा कार्यक्रममा त ल्यायो, तपाईँको इन्जिनियरिङ पोइन्ट अफ भ्यूबाट हेर्दा यी उद्योगहरूलाई सरकारले सञ्चालनमा ल्याउन सक्छ या यो बेरोजगारीको समस्याले पेलिएर थिचिएर आलोच्य बनिसकेपछि यो फेस सेभिङको लागि सरकारले यो बुँदालाई समावेश गर्यो? यसमा के छ भन्नुहुन्छ भने जुन सरकारले ल्याएको नीति त एकदमै राम्रो हो, तर पनि ती कारखानाहरू कति वर्ष बन्द भइसकेका छन्, ती फेरि चाहिँ त्यही स्थितिमा चल्ला नि त। त्यसमा चाहिँ अब कति खर्च, त्यो खर्च गर्नु सट्टा अर्को नयाँ नै त्यहाँ त्यो राख्यो भने राम्रो हुन्छ कि होइन, त्यो आफ्नो ठाउँमा छँदैछ। र योभन्दा अगाडि पनि जुन तपाईँको रसालले नै तपाईँको धेरै कुराहरू चाहिँ उद्योगहरू खोलिदिएको थियो। जस्तो तपाईँले हेर्नुभयो भने जनकपुर चुरोट कारखाना, त्यसै गरी तपाईँको चाहिँ वीरगञ्ज चिनी कारखाना, त्यस्तै गरी तपाईँको चाहिँ कृषि औजार कारखाना होइन, त्यसपछि तपाईँको चाहिँ के अरे जुन के अरे पनौतीको तपाईँको 24 मेगावाटको पहिलो चाहिँ जलविद्युत परियोजना लगायत तपाईँको चाहिँ जुन ढल्केबर पथले ढल्केबर 108 किलोमिटर रोड सबभन्दा पहिला जुन यस्ता कुराहरू थिए, त्यो त रोडका कुराहरू त अहिले बनेकै छन्। गभर्मेन्टले त्यो रोडमा त धेरै नै पहुँचहरू पुर्याएर धेरै ठाउँमा बाटाघाटा लगेकै छ। तर जुन यो उद्योग जबसम्म उद्योग कारखाना जबसम्म हुँदैन तबसम्म बेरोजगारको जुन यो चाहिँ जुन स्थिति जहिले पनि रहन्छ।
जबसम्म तपाईँको जुन इन्डस्ट्री लेभलमा जुन यसको लागि चाहिँ के छ भने उद्योगपति उद्योग धन्दा गरेका व्यवसायहरूलाई उहाँहरूले त्यो वातावरण सिर्जना गरिदिनु पऱ्यो नि त। नीति नियममा त्यो कुरा गरिदिनु भए पो हुन्छ। मसँग पैसा छ भने मैले किन खर्च गर्ने त? त्यहाँ तपाईँको हरेक मैले फ्याक्ट्री खोल्ने बित्तिकै त्यहाँ ट्रेड युनियनदेखि लिएर हरेक पार्टीका चाहिँ तपाईँको चाहिँ त्यहाँ ट्रेड युनियन खुलेर हरेकले चाहिँ हरेक हप्ता हरेक महिना त्यो बन्द हुन्छ भने मैले किन लगानी गर्छु? त्यो वातावरण सरकारले बनाइदिनु पऱ्यो, नीति नियमहरू गरिदिनु पऱ्यो। यो नीति नियमलाई चाहिँ अलिकति सहज ढङ्गले जुन गभर्मेन्टका हरेक नियमले प्राइभेट सेक्टरलाई चाहिँ सहयोग गर्ने खालका, दुःख दिने होइन कि सहयोग गर्ने खालका नीति नियम र उहाँहरूलाई चाहिँ सहज हुने खालका नीति नियम बनाइदिनु पऱ्यो। र जुन चाहिँ गभर्मेन्टले मात्रै पनि आफै फ्याक्ट्री चलाउन सक्दैन हेर्नुहोस् अहिले, किनभने देखियो नि त सबै कुराहरू सबै बन्द भएको स्थिति छ। त्यसले गर्दाखेरि गभर्मेन्टले पनि त्यसमा केही लगानी गरेर प्राइभेट गभर्मेन्टको जुन पार्टनरसिपमा चाहिँ गर्न सक्यो भने बरु गभर्मेन्टले ठिक छ थोरै लगानी गरोस् र चाहिँ धेरै लगानी उद्योगपतिले नै गर्लान्, अथवा 40-60 अथवा 50-50 कसरी गर्ने हो त्यो खालको स्थितिमा गयो भने चाहिँ त्यो सम्भावना होला। जति पनि अहिले छ नि तपाईँले हेर्नुभयो भने गभर्मेन्ट र पब्लिकको पार्टनरसिपमा भएका अर्गनाइजेसन एकदम सक्सेसफुल छन् नेपालमा। अहिले पनि छन् नि, कति धेरै संस्थाहरू त छन् नि त होइन। बिमा संस्थानदेखि लिएर तपाईँको चाहिँ नेपाल ब्याङ्क पनि सायद गभर्मेन्टकै त्यसमा छ, वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्कहरू पब्लिक र गभर्मेन्टको चाहिँ जुन जोइन्टली इन्भेस्टमेन्टले गर्दाखेरि त्यो आजसम्म जुन भनौँ न त्यसमा चाहिँ अहिलेसम्म त्यस्तो इफेक्ट परेको छैन जस्तो मलाई लाग्छ। जति पनि प्राइभेटले प्रगति गर्न सकेको थियो त्यति त उहाँहरूले गर्न सक्नु भएको छैन। उद्योग खोल्न जरुरी छ, उद्योग खोल्न एकदमै जरुरी छ, तर त्यो पहिलाका उद्योगहरूले त्यही सामानहरू नै फेरि चल्छन् भन्नेमा चाहिँ म विश्वास छैन। किनभने अहिले नयाँ नयाँ कुराहरू धागो, हेटौँडा कपडा उद्योग, गोरखखाली, हजुर, या चाहिँ वीरगञ्जको चिनी, हजुर, या अरू कृषि धेरै कुराहरूमा छ नि। जस्तै कृषिमा हामी के छ भने यस्तो हामीले चाहिँ जस्तै पर्यटनै क्षेत्रमा पनि हामीले एकदमै राम्रो गर्न सक्छौँ। जस्तै उहाँले अघि कुरा एउटा ल्याउनु भयो, जडीबुटीकै कुराहरू छन्। हामीले जडीबुटीमा यति छ, जस्तै भनौँ न इन्डियाकै जुन विभिन्न चाहिँ ऋषिमुनि अथवा चाहिँ योगीहरूले चाहिँ तपाईँको नेपालमा यत्रो चाहिँ जडीबुटीहरू छ भनेर यहाँबाट लगि नै राख्नु भएको छ भने त्यही चिज हामीले यहाँ चाहिँ किन गर्न सक्दैन? हाम्रा पनि त हाम्रा जुन योगदेखि लिएर जुन चाहिँ यो वैद्यका कुराहरू यस्ता कुराहरू त हाम्रो देशमा पनि त धेरै पहिला थिए नि त, अहिले पनि छन्। मैले अहिले छिनालाई बुझ्न खोजेँ, तपाईँले चाहिँ चल्नुपर्छ उद्योग रोजगारको लागि, त्यो जरुरी पनि छ, यही नै चल्न सक्छ कि सक्दैन, सरकारले चलाउन सक्छ कि सक्दैन भन्नेमा पनि अलिकति तपाईँको अलिक अस्पष्ट आइरहेको छ होइन। तपाईँ मस्को पढेर आउनुभयो नि, रुसकै एउटा उदाहरण दिउँ न होइन। त्यहाँ चाहिँ के सरकार नियन्त्रित उद्योगहरू के कुनै पनि चलेका छैनन्, सबै बन्द भयो? या जापानकै कुरा गरौँ या अमेरिकाकै कुरा गरौँ, के सरकारबाट लगानी भएका कुनै पनि उद्योग छैनन्, सबै निजी क्षेत्रलाई नै हस्तान्तरण हो? कहाँ विदेशमा त तपाईँको निजी क्षेत्रले पहिला स्थापना गर्छ, त्यसपछि गभर्मेन्टले त्यसलाई चाहिँ अझै सहयोगको रूपमा आफ्नो पनि सेयर लगानी गरेर त्यसलाई चाहिँ कसरी चाहिँ अझै रोजगारी सृजना बढी गर्न सकिन्छ भनेर उसले त्यसरी नै सहयोग गरेर हुन्छ भने हाम्रो नेपालमा ठ्याक्कै उल्टा छ। यहाँ चाहिँ प्राइभेट सेक्टरले लगानी गर्छ, कसरी हुन्छ गभर्मेन्टले चाहिँ त्यो भनौँ न कसरी चाहिँ व्यापारीहरूलाई दुःख दिने, कसरी चाहिँ तपाईँको चाहिँ नीति नियमहरू यस्ता आउँछन् कि तपाईँको चाहिँ हुन त उहाँहरूले प्रत्येक वर्ष जुन चाहिँ बजेट आउनुभन्दा अगाडि विभिन्न खालका उद्योगपतिहरूलाई बोलाएर तपाईँ नीति नियममा के चेन्ज गर्नुपर्छ भन्ने कुरा त त्यहाँ छलफल त हुन्छन्। छलफल भए पनि त्यहाँ चाहिँ जुन किसिमले आउनुपर्ने हो ती कुराहरू चाहिँ आइरहेका हुँदैनन्। उद्योग फस्टाउने ढङ्गको नीतिहरू सरकारको भएन, छैन। त्यो नभएको कारणले गर्दाखेरि नै त्यो उद्योगपतिहरूलाई लगानी गर्ने इन्ट्रेस्टै छैन नि। किन लगानी गर्ने? मैले त्यो पैसा ब्याङ्कमा राखेर मजाले ब्याज खान पाइरहेको छु, अथवा चाहिँ मैले चाहिँ गर्छु भने किन मैले किन इन्भेस्ट गर्ने? भनेपछि लगानी मैत्री वातावरण नै एकदमै छैन, गाह्रो छ। हजुर, म फेरि जस्तो तपाईँसँग एउटा जोड्न मलाई अहिले यो सान्दर्भिक जस्तो लाग्छ, तपाईँको चुनाव अगाडि चाहिँ नेपाली कङ्ग्रेसको यो चुनावी घोषणापत्र तयारी समितिमा पनि बस्नु भएको थियो होइन। तपाईँहरूले पनि त्यहाँ राख्दाखेरि एउटा शिक्षाविदको रूपमा या एउटा सचेत नागरिकको रूपमा, एउटा युवाको प्रतिनिधित्वको रूपमा काङ्ग्रेसको घोषणापत्रमा चाहिँ अब काङ्ग्रेस सरकारमा गयो भने यो चाहिँ आउनुपर्छ भनेर जुन सुझाव दिनुभएको थियो काङ्ग्रेसको घोषणापत्रमा, त्यो घोषणापत्रलाई यो सरकारको नीति तथा कार्यक्रममा तुलना गरेर हेर्ने भने कुनै त्यो तपाईँहरूले आइदिए हुन्थ्यो भनेर कल्पना गरेको या समावेश गरेको विषयवस्तुहरू यो अहिलेको कार्यक्रममा आएको छ सरकारको नीति तथा कार्यक्रममा? यसमा 2-3वटा कुराहरू, जस्तै शिक्षाको कुरा अघि मैले जोडिहालेँ, त्यो आइहाल्यो। अनि त्यसपछि प्रविधिको कुरा पनि हामीले त्यहाँ राखेका थियौँ, त्यो कुरा पनि आएको छ, त्यो विषयहरू आएको छ। रोजगारीको कुरा हामीले त्यहाँ नै राखेका थियौँ, 2.5 लाखलाई चाहिँ हरेक वर्ष रोजगारी सिर्जना गर्ने भनेर हामीले राखेका थियौँ, त्यो विषय पनि जोडिएको छ। स्वास्थ्यको विषय पनि जोडिएको छ। त्यो जोडिँदै नजोडिएको भन्ने चाहिँ होइन, तर घोषणापत्रमा जे विषय, घोषणापत्र भनेको जनता सामु गरिने बाचाहरू हुन्। त्यो जनता सामु गरिएका बाचाहरू नीति तथा कार्यक्रम बनाउँदाखेरि कमसेकम ती विषयहरू यसमा आउनु पर्थ्यो, त्यो जुन रूपमा आउनु पर्थ्यो त्यो रूपमा चाहिँ आएका छैन। भनेपछि एमाले चुनावी घोषणापत्रमा जे ल्यायो त्यो यो कार्यक्रममा अझै आउन सकेन। माओवादीले पनि जे घोषणापत्र जनतामाझ ल्याएको थियो
त्यो चाहिँ यसमा आएको देख्दैन छैन। यो चाहिँ जुन लास्ट इयरको नीति तथा कार्यक्रम छ त्यही नीति तथा कार्यक्रमकै आधारमा चाहिँ आयो जस्तो लाग्छ। अघि मैले 5-6वटा कुरा भने नि त, नीति तथा कार्यक्रम ल्याउँदै गर्दा सरकारले के कुराहरू हेर्नु पर्थ्यो, के को आधारमा ल्याउनु पर्थ्यो भन्ने कुराहरू, त्यो विषयलाई चाहिँ त्यति धेरै फोकस गरेको चाहिँ देखिएन। हजुर, यस्तोमा के लाग्छ इन्जिनियर साहब, जस्तो कुनै पनि देशमा राष्ट्रपतिको निर्वाचन होस् या चाहिँ प्रधानमन्त्रीकै प्रत्यक्ष निर्वाचन प्रणाली भएको ठाउँमा पनि उनीहरूले चाहिँ चुनाव अगाडि जनतामाझ एउटा प्रतिबद्धता पेस गरे हुन्छ, सार्वजनिक गरेका हुन्छन् होइन। हाम्रो देशमा पनि चुनाव अगाडि दलहरूले घोषणापत्र ल्याएका हुन्छन् होइन। विदेशको तुलनामा नेताहरूले सार्वजनिक गरेको सरकारमा गएपछि त्यसलाई हुबहु चाहिँ कार्यान्वयन गर्न खोज्छन्। नेपालमा चाहिँ घोषणापत्र ल्याउँछन्, सरकारमा गएपछि त्यसलाई चाहिँ खासै प्राथमिकतामा नदिने अथवा छुन खोजेको हो कि जस्तो मात्रै गर्ने गर्छन्। किन यस्तो हुने गर्छ? होइन, विदेशमा के हुन्छ भने उनीहरूले आफ्ना सल्लाहकारहरू, आफ्ना प्रतिपक्षले ल्याएका राम्रा कुराहरूलाई पनि पोजिटिभली लगेर त्यही कुराहरूलाई नै घोषणापत्रमा समावेश गरेर लगेका हुन्छन्। भने चाहिँ यहाँ चाहिँ के छ भने आफ्नो पार्टीहरूको आफ्नो घोषणापत्र हुन्छ र चाहिँ त्यो कारणले गर्दाखेरि उहाँहरू आइसकेपछि त्यो सबै कुराहरू चाहिँ त्यहाँ आउनै सक्दैन, किनभने त्यहाँ चाहिँ सबै नीति नियम कानुन हरेक कुराले त्यहाँ रोक्या हुन्छ नि त। अब चुनावमा भोट ल्याउनलाई त एउटा कुरा भइहाल्यो होइन, तर जुन रियालिटीमा त धेरै कुरा फरक छन् नि त। त्यो कारणले गर्दाखेरि पनि जति घोषणापत्रमा उहाँहरूले कुराहरू भन्नुभएको हुन्छ त्यो कुराहरू गर्न त सम्भव छँदै छैन नि। फेरि यहाँ एउटै दलले बहुमत नल्याउने 4-5वटा दल मिलेर गर्दाखेरि उसले चाहिँ होइन, त्यो नआएको पनि होइन। तपाईँको जब 52 सालको निर्वाचनमा काङ्ग्रेसले बहुमतै ल्याएको र तपाईँ सरकार एक्लै चलाएको 48मा होइन, त्यसलाई त्यति बेला पनि उहाँहरूले चाहिँ भनौँ न त्यो सबै पुरै 5 वर्ष चलाउन सक्नु भएन। पछि पनि योभन्दा 56 सालमा पनि ल्याएको थियो, योभन्दा अगाडि एमाले पनि ल्याएकै हो नि होइन, कम्युनिस्टको पनि आयो भन्दाखेरि त खै त उहाँहरूले चाहिँ त्यो आफै भित्र नै उहाँहरूमा चाहिँ जुन एकरूपता नै छैन कि त्यो चाहिँ, किनभने जुन आफ्ना आसपासकालाई गर्दाखेरि त्यो गुटबन्दी र सबै कुराले गर्दाखेरि नै यो स्थिति भयो। अहिले पनि तपाईँले भन्नुहुन्छ भने जति पनि यो जुन सरकारहरू मिलिजुली बनेका छन्, जो जनतालाई सुविधा भन्दा पनि आफू बाँडीचुँडी खाने कसरी हुन्छ, आफू सत्तामा टिकिराख्ने र आफ्ना ती चाहिँ भनौँ न आफ्ना जुन नेगेटिभ कुराहरूलाई कसरी चाहिँ दबाएर राखेर त्यसलाई चाहिँ गर्न हटाउन सकिन्छ भनेर नै अहिले यही भइरहेको त। नभए भने त तपाईँको चाहिँ एउटा डेमोक्रेटिक देशमा जहिले पनि के हुन्छ भने जसले बढी बहुमत ल्याएछ, जसले अथवा बढी सिट ल्याएछ उसैले नै सरकार चलाउँछ नि त। अब यहाँ हेर्नुहुन्छ भने अब भनौँ न अब चाहिँ तपाईँलाई थाहा छ प्रतिपक्षमा बसिया छन् भने अब साना दलले देश चलाइराख्नु भएको छ। हजुर, यो पनि समस्या है एउटा। प्रोड्युसर, तपाईँसँग जो सरकारको नीति तथा कार्यक्रम आउँदा यसअघि कहिले नदेखेको परिदृश्य यसपटक देखियो। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसपछि उहाँलाई चाहिँ प्रस्तुत गरेकोमा धन्यवाद दिने कार्यक्रम हुन्थ्यो। यसपटक कङ्ग्रेसले राष्ट्रपति बोल्न साथै धन्यवादको प्रस्ताव पनि पारित नगर्ने ढङ्गले जुन धरपकड र विरोध गरेर संसदै अवरोध गर्यो नि राष्ट्रिय सभा प्रतिनिधि सभा, एउटा युवा र पछि राजनीतिमा आउने एउटा हबी बोकिरहेको युवा विश्लेषक शिक्षाविदले कसरी हेरिन्छ यस्तो दृश्यलाई? यसमा संसदका आफ्नै समस्या थियो होला होइन, सर्टेन मुद्दाहरू त्यहाँ थियो। अब हिजो बिहानसम्म अब राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने नदिने भन्ने छलफल बहस नै थियो, अन्यल नै थियो। प्रधानमन्त्रीको अब बालुवाटारको छलफल पश्चात चाहिँ राष्ट्रपतिले छलफल त्यो नीति तथा प्रस्ताव प्रस्तुत गर्नुभयो। अब म चाहिँ एज अ नागरिकको हैसियतमा, नागरिकको पोइन्ट अफ भ्यूबाट भन्दै गर्दाखेरि उहाँले नीति तथा कार्यक्रम प्रस्तुत गरिसके पछाडि उहाँलाई धन्यवाद चाहिँ दिनु पर्थ्यो। मेरो आफ्नो म एज अ नागरिकको हैसियतबाट, म नागरिकको पोइन्ट अफ भ्यूबाट भन्दै गर्दाखेरि अरू संसदका मुद्दाहरू त उहाँको प्रधानमन्त्रीसँग छन्, अरू कुराहरू छन् होइन, त्यसमा चाहिँ छलफल गर्नु पर्थ्यो होइन। यसरी चाहिँ त्यति भयो। हजुर, एउटा एकदम राम्रो पोइन्ट गर्नु, एउटा नागरिकको हिसाबले होइन, एउटा सचेत नागरिक, एउटा प्रतिपक्षी नेपाली कङ्ग्रेस जहाँ चाहिँ पुराना पुस्ताका पनि छन्, नयाँ पुस्ताका पनि छन् होइन। डेमोक्रेट हौँ हामी, डेमोक्रेटिक प्र्याक्टिसलाई चाहिँ हामी अभ्यासमा ल्याइरहेका छौँ भन्दै पनि काहीँ न काहीँ चुकेको चाहिँ देखिन्छ है कङ्ग्रेसकै। यसरी धन्यवाद पनि धन्यवाद दिनु पर्थ्यो, किनभने हामीले त लोकतन्त्रको रक्षा गर्ने हो नि त। सबभन्दा ठुलो कुरा त हामीले लोकतन्त्र डेमोक्रेसीको लागि हामीले लडाइँ लडिरहेका छौँ होइन। त्यो लडेर यहाँसम्म आइसकेको पार्टी भइसके पछाडि त्यति चाहिँ दिनु पर्थ्यो। अरू मुद्दाहरू संसदका मुद्दाहरू थिए, ती मुद्दाहरू भनेको पछि प्रधानमन्त्रीसँग गर्ने कुराहरू थियो। हजुर, त्यो कुरा निश्चय नै। के लाग्छ तपाईँलाई चाहिँ हाम्रो संसदको अभ्यासहरू होइन, दलहरूको जुन विभिन्न एजेन्डामा चाहिँ तछाड मछाड गर्ने, संसद चाहिँ लामो समय अवरुद्ध गरिरहने यो विषय छ नि। अब विदेश पढेर आउनुभयो होइन, देशमा केही गर्छु भनेर आफै लागिरहनु पनि भएको छ। देश संसदभित्रको राजनीति र दलीय राजनीति चाहिँ
कस्तो देखिन्छ तपाईँको आँखाबाट हेर्दा? होइन, यो त मलाई कस्तो लाग्छ भने त चाहिँ पिटे जस्तै गर, म रोए जस्तै गर्छु भने जस्तो। तपाईँ चाहिँ के छ भने अब तपाईँको चाहिँ भनौँ न त्यही जुन पार्टीको उहाँहरू चाहिँ सत्तामा बस्दाखेरि एउटा रोल खेल्नुहुन्छ भने बाहिर बस्दाखेरि एउटा रोल खेलिराख्नु भएको छ। आखिरमा त्यसको जुन भोगाइ त जनताले पाउने हो नि त। अब तपाईँको जुन अहिले नीति नियम बनाएर जब चाहिँ त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याएर बजेट ल्याउने अवस्थामा अब त्यसको चाहिँ तपाईँको जस्तै नेताहरूलाई त केही फरकै पर्दैन। अब उहाँहरूले त सायद आफ्नो जुन 2084 को मिसनलाई कसरी चाहिँ आफ्नो बढी भोट ल्याउनेमा उहाँहरू लाग्नु भएको जस्तो मलाई फिल हुन्छ कि, किनभने उहाँहरूले त अहिले त के छ भने ठिक छ विरोध गर्ने ठाउँ एउटा छ, तर उहाँहरू त बसेर त्यसलाई समाधान गर्नुहोस् न। भित्र बसेर तपाईँको चाहिँ उहाँहरू प्रत्येक दिन भेट्नुहुन्छ, जहाँसम्म मलाई लाग्छ उहाँहरूको प्रत्येक दिन एकअर्कामा नेतृत्व लेभलका मान्छेहरू भेट्नुहुन्छ, कसरी समाधानलाई यो संसदको समाधानलाई हटाउने भन्नेमा उहाँहरू सधैँ कुरा हुन्छ होला। त्यो चाहिँ कहाँनिर समस्या छ त्यो समस्यालाई समाधानै गर्न सक्ने त छैन नि त। उहाँहरूको कहाँनिर इन्टरनल इन्ट्रेस्ट त्यहाँ मिलेको छैन, त्यो कारणले गर्दाखेरि चाहिँ अहिले चाहिँ सबै अवरुद्ध भइरहेको जस्तो मलाई फिल हुन्छ। म पिटे जस्तो गर्छु, त रोए जस्तो गरेर होइन, भनेपछि दलका नेताहरू मिलेरै यो ड्रामा गरिरहेका छन्। मलाई त्यस्तै फिल हुन्छ, मलाई चाहिँ त्यस्तै फिल भइरहेछ। त्यस्तै हो पौडेल सर? उहाँले भने जस्तो पनि होइन, त्यो अब संसदको एउटा आफ्नो मर्यादा रहन्छ, किनभने 6 महिनामा 9 महिनामा 3 महिनामा फेरि सरकार जिम्मेवारी पनि रहन्छ, समीकरण फेरिरहेकै हुन्छ, संसदप्रतिको जन्म त्यो कामको कुराहरू पनि रहन्छ होइन। त्यो अघि त्यो विषयलाई त अघि मैले जोडिसकेँ नि। अहिलेको मुद्दा भनेको हाम्रो आर्थिक विकास हो, सबै एकै ठाउँमा भएर अगाडि बढ्नुपर्छ भन्ने मेन कुरा छ। अब अर्को यो अहिले सरसर्ती हेर्दाखेरि चाहिँ जस्तो विपक्षी दल कङ्ग्रेसले त यो कर्मकाण्डी नै छ, यसमा नयाँ केही छैन भनेर पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले पनि भनिरहनु भएको छ। काङ्ग्रेसका अधिकांश नेताले त्यही भनिरहेका छन्, तर पनि सत्तापक्षका र केही अलिकति बाहिरबाट अर्थविदहरूले भनिरहेका छन् यो उत्पादकत्व र रोजगारीसँग का विषय जोडेका विषयहरूलाई चाहिँ उच्च प्राथमिकता दिएका र यसले चाहिँ केही सुधारका बिउहरू रोप्ने प्रयास गरेको छ भनेर यसलाई पोजिटिभली हेरेको पनि पाइयो होइन। अब यसको आधारमा बजेट चाहिँ कस्तो आउँछ भनेर तपाईँ के अपेक्षा गर्नुहुन्छ? मैले चाहिँ त्यो 2-3टा कुराहरू मैले यसमा जोड्न चाहेँ। सबभन्दा पहिलो कुरा त म आफू शिक्षाको क्षेत्रको भएको हुनाले शिक्षाको एउटा विषयलाई चाहिँ जोड्न चाहेँ। शिक्षाको मानककै रूपमा चाहिँ मानकहरू चाहिँ यसमा प्रस्ट्याउनु पर्थ्यो कि, जस्तै संसदमा विचाराधीन शिक्षा विधेयक छ, उच्च शिक्षाको हाम्रो ठुलो समस्याहरू छ, विश्वविद्यालयको शिक्षाको होइन, उच्च शिक्षामा अनुसन्धानका विषयसँग जोडिएका मुद्दाहरू छन्, त्यसलाई चाहिँ कङ्क्रिट रूपमा चाहिँ आएको छैन। त्यो विषय चाहिँ कक्षा 8 पास गरेको विद्यार्थीले चाहिँ यो स्किल हुन्छ, त्यो स्किल भएपछि ऊ रोजगारीमा यहाँ जोडिन्छ, उसले यो उत्पादन गर्न सक्छ। कक्षा 12 पास गर्दाखेरि अथवा एसईको ग्रेड चाहिँ डी र ई ल्याउने विद्यार्थीहरूलाई हामीले प्राविधिक धारमा लग्छौँ, उनीहरूलाई यो ठाउँ चाहिँ प्राविधिक शिक्षालयहरू स्थापना गरिनेछ। यी प्राविधिक शिक्षालयमा चाहिँ हामीले अनि यो उत्पादनमा जोडिन्छ, कृषिमा जोडिन्छ, जडीबुटीमा जोडिन्छ, अथवा वनमा केमा जोडिने हो त्यो त्यसरी उत्पादनलाई जोडिनु पर्थ्यो, त्यो विषय त्यसमा जोडिनु पर्थ्यो। दोस्रो कुरा चाहिँ तेस्रो कुरा चाहिँ यो नीति तथा कार्यक्रम भनेको त यो समाजमा रहेका जुन हामीले गरिबीको रेखामुनि रहेको अति विपन्न वर्गहरू छन् होइन, उनीहरूको लागि त राज्य भनेको त अभिभावक हो नि। राज्यले ल्याएको त्यो राज्यलाई अहिले कुनै एउटा सरकारले चलाइरहेको छ, त्यो सरकारले नीति तथा कार्यक्रम ल्याएको छ भनेदेखि त्यो ल्याएको नीति तथा कार्यक्रमले उनीहरूलाई अभिभावकीय भूमिकामा के विषय जोड्यो त, उनीहरूको शिक्षासँग के जोड्यो, संविधानमै भएको कुराहरूमा के विषयलाई हामीले जोड्यौँ, स्वास्थ्यको कुराहरूमा के जोड्यौँ, रोजगारीको कुराहरूमा के जोड्यो त, यो तीनवटा मूलभूत विषयहरू जोडिएको छैन त। त्यहाँ धेरै कुरा त्यो कुराहरू चाहिँ जोडिएको छैन। त्यो नजोडिएको हुनाले हामीसँग त्यो नीति तथा कार्यक्रममा आएका विषय अनुसार चाहिँ बजेट आउँछ भन्ने कुरामा चाहिँ म अलि शङ्कित नै छु। त्यो विषयलाई चाहिँ मैले त्यसरी जोडेँ। यो नीति तथा कार्यक्रम चाहिँ अलिकति बढी पपुलिस्ट हो कि जस्तो? पपुलिस्ट छ। जस्तै मैले एउटा मात्रै जोडेँ, जस्तै प्रधानमन्त्री छोरी कार्यक्रम भन्ने छ होइन, त्यो भनेको त महिला सबलीकरण हो नि त। हामीले महिलालाई कसरी सबलीकरण गर्ने, महिलालाई कसरी अगाडि ल्याउने, हामी 50% भन्दा बढी महिलाहरू हुनुहुन्छ होइन, उनीहरूलाई अगाडि कसरी बढाउने, लिट्रेसीको रेट हेऱ्यो भने उहाँहरूको कम छ नि त, उनीहरूलाई रोजगारीसँग कसरी जोड्ने, एकल महिलालाई हामीले कसरी अगाडि ल्याउने, उनीहरूलाई रोजगारीसँग कसरी जोड्ने, उद्यमशीलसँग कसरी जोड्ने, आत्मनिर्भर बनाउने कुराहरू कसरी जोड्ने हो भन्ने कुराहरू चाहिँ त्यसमा जोडिनु पर्थ्यो, त्यो चाहिँ आउन सकेको छैन। भनेपछि यो अलिकति यथार्थपरक भन्दा पनि पपुलिस्ट टाइप पपुलिस्ट एउटा त्यसमा जोड्दाखेरि चाहिँ नि 5 लाख यो भूमिहीनहरूलाई चाहिँ सरकारले जग्गा उपलब्ध गराउने भन्ने छ नि। भूमि आयोग त बनेको 30 वर्षदेखि त भूमि आयोग बनिरहेको छ, के पाउला नि त अब यो सरकारले अर्को हरेक वर्ष उनीहरूलाई 5 लाखलाई जग्गा वितरण गर्न सक्ला जसको भूमि छैन? त्यो गाह्रो छ। कम्युनिस्ट सरकार छ,
त्यसमा त समाजवादको कुरा त अघि तपाईँले सोध्नु भएको थियो होइन। समाजवाद भन्ने बित्तिकै जस्तै म एज अ नागरिकको हैसियतमा म बाहिर हिँड्दै गर्दाखेरि हाम्रो समाजले विभेद गरेको छ कि एउटा सानो बच्चा बाहिर निस्कँदै गर्दाखेरि उसले यो घरमा ठुलो मान्छे बस्छ, धनी बस्छ, यो घरमा गरिब बस्छ भनेर चिन्छ कि। तपाईँ संसारमा जानुहोस्, जुनसुकै देशमा डेभलप कन्ट्रीहरूमा जानुहोस्, अमेरिकामै जानुहोस्, त्यो घर हेर्दै गर्दाखेरि त्यो घरमा धनी बस्छ अथवा आर्थिक हैसियत कम भएर बढी भएको मान्छे बस्छ भन्ने हामी बाहिरबाट छुट्याउन सक्दैनौँ। उसले चढ्ने गाडी हेरेर हामीलाई त्यो थाहा हुन्छ होइन। उसको घरभित्र गइसके पछाडि उसले प्रयोग गरेका फर्निचरहरू हेर्दा हामीलाई थाहा हुन्छ। समाजले विभेद गरेको छ नि। यो नीति तथा कार्यक्रममा अहिले चाहिँ यो विषयहरू जोडिनु पर्थ्यो। हामीले कसरी समाजवाद, अहिले त हामी त समाजवादको कुराहरू होइन, सामाजिक न्यायका कुराहरू हामीले गर्छौँ होइन, सोसियलिजमका कुराहरू गर्छौँ हामीले। त्यो विषयहरू कहाँ छोएको छ त? कहीँ पनि छोएको छैन। त्यो पोइन्ट अफ भ्यूबाट त मैले कुनै पनि पोइन्ट, एउटा पनि पोइन्टले चाहिँ त्यहाँ छोएको, टेकेको जस्तो चाहिँ मलाई लाग्दैन। हजुर, यसमै केही थप्नुहुन्छ? जस्तो हाम्रो चाहिँ अलिकति भुइँ मान्छेहरूको लागि यो नीति तथा कार्यक्रम कस्तो आयो, अब यसकै आधारमा बजेट कस्तो आउला, खासै भुइँ मान्छेलाई छुन सक्यो या सकेन भन्नेमा? होइन, यस्तो छ क्या, भुइँ मान्छे भनेर छुन सक्यो सकेन भन्दा पनि त्यसलाई छुनको लागि चाहिँ जुन नीति नियमलाई कार्यान्वयन जबसम्म राम्रोसँग त्यसलाई हुँदैन नि तबसम्म हुँदैन। मैले अघि पनि तपाईँलाई कार्यक्रममै नआइकन कसरी कार्यान्वयन गर्ने? होइन, त्यो कार्यक्रम पहिला आउनु पर्यो। कार्यक्रम त धेरै कुराहरू आछन्, जस्तै उहाँले भन्नुभयो नि सबै नीति नियमहरू चाहिँ के अरे कर्मकाण्डी आयो भनेर। त्यो नीति नियम अथवा चाहिँ कानुन भन्ने कुरा प्रत्येक वर्ष चेन्ज हुने कुरा होइन कि। त्यो पहिलादेखि जे आइरहेछ नि राम्रा कुराहरूलाई कन्टिन्युटी गर्दै जाने हो र त्यसलाई चाहिँ कार्यान्वयन गर्दै जाने हो, इम्प्लिमेन्टेसन गर्दै जाने हो होइन। त्यसले गर्दाखेरि अब कति कुराहरू नयाँ आछन्, सिँचाइका कुरा आछन् अहिले होइन। त्यस्तै गरी उहाँले भने जस्तै रोजगारको आइटीको कुराहरूमा र चाहिँ जुन वर्क स्टेसनको कुराहरू आएको छन् त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्नु पर्यो। र त्यहाँ चाहिँ त्योभन्दा अगाडि पनि पहिलासँग हामीसँग ती विज्ञहरू र त्यो सबै गर्न सक्ने विज्ञहरू काठमाडौँ बाहिर जान चाहन्छ कि चाहँदैनन्, र त्यहाँ चाहिँ ती विज्ञहरू छन् कि छैनन्, र त्यहाँ चाहिँ सबभन्दा पहिला उनीहरूलाई त्यो शिक्षित गर्नु पऱ्यो नि त। तपाईँले चाहिँ त्यहाँ त्यत्तिकै स्टेसन राखिदिएर मात्र के गर्ने? अहिले हरेक स्कुलमा तपाईँको चाहिँ वर्क स्टेसन राख्ने भनेर हरेक के भन्थ्यो चाहिँ तपाईँको स्कुल कार्यक्रम आएको छ नि त। हरेक गभर्मेन्ट स्कुलहरूलाई चाहिँ तपाईँको चाहिँ स्मार्ट चाहिँ लाइब्रेरी बनाएर त्यहाँ चाहिँ गर्ने भनेर त्यो एनटिएको जुन सर्टेन पैसाहरू थियो त्यसलाई चाहिँ खर्च गरेर गभर्मेन्टले त गरिरहेछ, तर ती कति कार्यान्वयनमा आछन्? ती चाहिँ प्रविधि त्यहाँ भएकाले अहिलेसम्म गरेकाले त्यो काम गरेका छन् कि छैनन्? त्यो चाहिँ खै त त्यसको इभ्यालुएसन कार्यान्वयनमा चुनौती यहाँले सिधा कार्यान्वयनमा चाहिँ धेरै चुनौती छन्। त्यसलाई चाहिँ राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने र चाहिँ तपाईँको इन्डस्ट्री राम्रोसँग खुल्यो, यी कार्यान्वयन यी कुरा राम्रोसँग सिँचाइमा राम्रोसँग हुने बित्तिकै, कृषिमा राम्रो हुने बित्तिकै त स्वतः ती भुइँ मान्छेहरू त त्यहाँ काम गर्न पाए नि त, रोजगारी पाए। नेपालमा खास चाहिँ कस्ता उद्योगहरू चाहिँ स्थापना हुन सक्छन् या सञ्चालनमा आउन सक्छन् भन्नेमा? अब मेन चाहिँ कस्तो छ भने म एउटा आइटी इन्जिनियर भएको नाताले हाम्रो देशको लागि चाहिँ आइटी इन्डस्ट्री पनि एकदमै राम्रो कुरा हो। किनभने सानो इन्भेस्टमेन्ट गरेर एउटा ठाउँमा बसेर उसले चाहिँ आफ्ना धेरै नलेजहरू त्यसमा इन्भेस्ट गरेर उसले धेरै पैसा कमाउन सक्छ। अर्को कुरा पर्यटनकै कुरा गऱ्यो भने पनि पर्यटनमा हामीले जहाँ जहाँ बाटाघाटाहरू राम्रोसँग 24 घन्टा चल्न सक्ने, चाहे त्यो जस्तै अब अहिले टुरिज्म सिजन हो तर पनि अब एक बर्खा सुरु भयो भने हामी चाहिँ जहाँ हाम्रा जुन प्राकृतिक चिजहरू जुन हेर्न जाने ठाउँहरू छन् नि त्यो तपाईँले अहिले हेर्नु भने टुरिस्टहरू कहिले पनि यहाँ काठमाडौँ बस्न चाहँदैनन्। पोखरा जान्थे पऱ्यो, अहिले पोखरा पनि बस्न चाहँदैन। र अब त्योभन्दा माथि तपाईँको चाहिँ तम्पुस या तपाईँको चाहिँ त्योभन्दा माथि चाहिँ अझै जुन नेचुरल चिजहरू उनीहरू हेर्न जान चाहन्छन्। तर के छ भने तपाईँको अहिले हिउँदमै गए पनि तपाईँलाई चाहिँ उतातिर मुस्ताङ जानु पऱ्यो भने अथवा चाहिँ तपाईँको चाहिँ के अरे जुन यो हाम्रो मुक्तिनाथ जानु पऱ्यो भने अहिले पनि त्यो बाटोहरू उस्तै छ कि 10 वर्ष अगाडि जस्तो थियो। केही कुराहरू त चेन्ज भएको छन् तर पनि के छ भने खासै त्यस्तो एकदमै ऱ्यापिडली चेन्ज भएर चाहिँ डेभलप चाहिँ त्यस्तो धेरै भएको जस्तो मलाई लाग्दैन। यहाँ स्मार्ट सिटीको पनि कुरा आएको छ, पूर्वतिरका केही सिटीहरूलाई स्मार्ट सिटीको रूपमा लाने भनेर होइन। जस्तो अमेरिका, जापान, बेलायततिर स्मार्ट सिटी धेरै अगाडिदेखि अभ्यासमा छ होइन। तपाईँ पनि मस्कोमा बस्दा आएको, त्यहाँको स्मार्ट सिटीको त केही अनुभव त लिनुभयो होला होइन। नेपालमा तपाईँ आइटीकै पनि भएको भएर, आइटीको विज्ञान नै भएको भएर नेपालमा स्मार्ट सिटी बन्न सक्छ, कार्यान्वयनमा आउन सक्छ? अब स्मार्ट भनेको त मैले कस्तो स्मार्ट भन्नुभयो, मलाई चाहिँ कस्तो लाग्छ भने सबभन्दा पहिला त हाम्रा चाहिँ बेसिक कुराहरू नै बेसिक निडहरू नै त्यहाँ पुरा भएका हुँदैनन्। किनभने तपाईँको त्यहाँ ढल, पानी, बिजुली, तपाईँको चाहिँ तारहरूलाई चाहिँ व्यवस्थित रूपमा लाने होइन, जुन इन्फ्रास्ट्रक्चरै तपाईँको राम्रोसँग बनाएको छैन त्यसपछि त्यो स्मार्ट भनेको त फरक कुरा हो। टाइम टाइममा तपाईँको बत्ती जान्छ, बत्तीलाई त्यो चाहिँ तपाईँको स्मार्ट भनेपछि त हरेक कुराहरू स्मार्टली त्यहाँ हुनु पऱ्यो नि त। सबै कुराहरू चाहिँ तपाईँको वडा कार्यालयमा जाँदा नै त्यहाँ दर्ता, मृत्यु दर्तादेखि लिएर जन्म दर्तादेखि हरेक कुराहरू तपाईँले घरबाटै अनलाइनली तपाईँले गरेर त्यहाँ गएर चट्ट पाइयोस् न। सरकारी नागरिक जुन चाहिँ तपाईँको नागरिकता चाहिँ तपाईँलाई अहिले जुन गभर्मेन्टले जुन नागरिकता जुन गर्नेछ तपाईँले विदिन तपाईँले त्यहाँ पेस गरेको 15 मिनटमा पाउनुहोस्, त्यो चाहिँ मलाई एकदम राम्रो लागेको छ होइन। किनभने अघि कति छ भने त तपाईँले लाइसेन्सको रिन्यू गर्दा देखिहाल्नु भने ब्याङ्कले हजुर 24 घन्टामा
कार्ड रिन्यू गरेर दिन्छ। हामी लाइसेन्समा जाने यातायातमा जाने हो भने 2 वर्षपछि आयो भन्छ नि। यो जति लज्जास्पद अवस्थामा हामी स्मार्ट सिटीको अहिले नै परिकल्पना नगरौँला। मलाई पनि त्यस्तो लाग्छ। यसमा छ नि यो सूचना प्रविधि र कृषिमा लगानी दशक वर्ष अनि स्मार्ट सिटीको विकास पनि गर्दै जाने भनेको देखिन्छ होइन। यो कृषिमा लगानी दशक वर्ष घोषणाकै लागि घोषणा कि के हुन्छ यस्तोमा केही बुझिन्छ एउटा शिक्षाविदको रूपमा? यसमा घोषणाको लागि घोषणा यो पपुलिस्ट कार्यक्रम चाहिँ हो। हामी त कृषि प्रधान देश नै हो नि होइन। हामी कृषि प्रधान देश छैनौँ, अरू छौँ र हाम्रो सम्भावना कृषिमा हो भनेदेखि हामीले त्यो कार्यक्रमहरू ल्याउनु पर्थ्यो। हामीले कृषिमै ल्याउने हो भने केमा ल्याउने हो त? म 1 महिना अगाडि सर्लाहीमा गएको थिएँ। त्यहाँ एकजना कृषकले के भन्नुभयो भने म यो विषयसँग जोड्न चाहेँ। मेरो एउटा मात्रै भैँसी छ, यसले 5 लिटर मात्रै दुध दिन्छ, तर मैले यो भैँसीको लागि चाहिने स्याहार सुसार सबै गर्दा राज्यले दिने सेवा सुविधा लिन जाँदा मैले 1 रुपियाँ पनि पाउँदिनँ। मैले 5 लिटर दुधबाट 1 लिटर म खान्छु, 4 लिटर बेचेर मैले बच्चाहरूको शिक्षा सबै व्यवस्थापन मैले त्यसले गरेको छु। तर मेरो छिमेकमा एकजनाको 15वटा भैँसी छ, सबै सेवा सुविधा उसले लिन्छ भन्छ। राज्यले हेर्ने कसलाई हो त? त्यो विषय योसँग जोडिन्छ कि जोडिँदैन? कृषि ल्याउँदै गर्दाखेरि हामीले साना कृषकहरूलाई हामीले कसरी समेट्ने हो? उनीहरूले उत्पादन गरेका कुराहरूलाई हामीले स्थानीय तहमा कलेक्सन सेन्टरहरू हामीले कसरी व्यवस्थापन गर्ने हो? सहरी क्षेत्रमा हेर्ने हो भनेदेखि नागरिक सेवा केन्द्रहरू हामीले कसरी स्थापना गर्ने हो, कसरी व्यवस्थापन गर्ने हो? त्यो विषयहरू यससँग जोड्न सकियो भनेदेखि यसले मूर्त रूप लिन सक्छ। होइन भने त यसले चाहिँ यो ल्याउनको कार्यक्रम ल्याउनको लागि नीतिको लागि मात्रै आउँछ। हजुर, स्थानीय सिप र स्थानीय उत्पादनलाई चाहिँ केन्द्रसँग आय जोड्ने त्योसँग कहीँ न कहीँ लिङ्क गर्नु पर्यो। यसमा पनि ल्याप्सेस देखिन्छ यहाँ। त्यो ल्याप्सेस देखिन्छ। त्यसमा जोडिने भनेको त शिक्षा पनि जोडिनु पर्यो, विद्यालय पनि जोडिनु पर्यो, स्थानीय सरकार पनि जोडिनु पर्यो त्यसमा होइन। प्रादेशिक सरकारहरू हामीसँग भइहाल्यो, फेरि उनीहरू इन्डिपेन्डेन्ट छ न त। तर हामीले नेसनले लिएको त्यो ब्रोड पोलिसीबाट चाहिँ उनीहरू त्यसकै अन्डरमा गयो भने हामीले इकोनोमिक डेभलपमेन्ट हामीले यति बनाउन सक्छौँ, हामीले जिडिपी यसरी इन्हेन्स गर्न सक्छौँ, हामीले गरिबीको रेखामुनि रहेको नागरिकलाई चाहिँ कम गर्नको लागि हामीले यो काम गर्नुपर्छ भन्ने कुरा त केही न केही त जोडिनु छ होला नि त। त्यो जोडिने कुराहरू चाहिँ यसमा आउनुपर्छ। सर, कृषिमा हामी कृषिलाई आधुनिकीकरण गर्ने अनि कृषिमा लगानी दशक घोषणा गर्ने भनेर त नीति तथा कार्यक्रम आएन। कृषिमा उत्पादनलाई र कृषकलाई चाहिँ अझ बढी मोटिभेट गर्नलाई यो आइटीको या प्रविधिको चाहिँ त्यहाँ उपयोग कृषि क्षेत्रमा के हुनसक्छ? त्यसमा के छ भने मेन त जुन एकीकृत एकचोटि गभर्मेन्टले चाहिँ त्यो एकीकृत जग्गाहरू लिएर त्यसलाई कृषि गर्ने भन्ने कुरा ल्याएको थियो, त्यो पनि कता हरायो मलाई थाहा छैन। किनभने तपाईँको जस्तै मसँग 2 रोपनी जग्गा छ, तपाईँसँग 2 रोपनी छ, उहाँसँग छ भने त्यो 2 रोपनी जग्गामा हामीले चाहिँ त्यो व्यावसायिक रूपमा कृषि गर्न सकिँदैन। जस्तै तपाईँले राम्रोसँग गरिराख्नु भएको छ नि, त्यो चाहिँ मैले तपाईँलाई सहयोग गर्ने ठाउँमा अथवा तपाईँलाई नै त्यो मसँग भएको सबै जग्गा जमिन उहाँसँग भएको तपाईँलाई दियो भने उसले चाहिँ त्यो व्यावसायिक रूपमा कृषि गर्न सक्छ भने चाहिँ टुक्रा टुक्रा भएको कृषिले केही पनि हुँदैन। र अहिले जुन तपाईँ गाउँघरमा हेर्नुहुन्छ भने हरेक त बाँझा जग्गाहरू छन्। र अर्को कुरा गभर्मेन्टले टाइममा मलै दिन सक्दैन होइन, जबकि नेपालमै तपाईँको चाहिँ कति देशहरूले हामी सहयोग गर्छौँ भनेकै स्थिति छ होइन। जस्तै रसाले पनि हामी चाहिँ यहाँ फर्टिलाइज त्यो गरिदिन्छु भनेर भनेको थियो, किनभने रसा सबभन्दा सस्तो मल र फर्टिलाइज उत्पादन गर्ने देश विश्वभरिलाई नै सप्लाई गर्ने देश रसा हो, किनभने उनीहरूसँग त्यो उत्पादन गर्नको लागि ग्यास बढी चाहिन्छ, उनीहरूसँग ग्यास पेट्रोलियम पदार्थ एकदम इनफ छ। त्यो कारणले गर्दाखेरि त्यो चाहिँ हामीले यहाँ चाहिँ जुन मल कारखाना जस्तै हाम्रै जस्तै तपाईँले सिङ्गापुरको उदाहरण दिन्छु, त्यहाँ कुनै पनि फोहोर नै हुँदैन। हरेक फोहोरहरूलाई उनीहरूले चाहिँ त्यो चाहिँ रिफाइन गरेर मल निकालेर मलपछि तपाईँको चाहिँ त्यो प्लास्टिकहरूलाई पनि तपाईँको चाहिँ त्यो ब्रिकहरू बनाएर होइन हरेक कुराहरूलाई युज गरेर त्यो चाहिँ त्यसलाई चाहिँ बालुवा निकालेर त्यसलाई पखालेर फेरि समुद्रमै तपाईँको चाहिँ फालिरहेको स्थिति छ। त्यत्रो सानो देशले भने हामीले पनि जस्तै हरेक देशले हामीलाई सहयोग गर्छु भनेको स्थिति छ होइन। हाम्रो सानो देशलाई चाइनाले थोरै, इन्डियाले थोरै, अरू गर्ने देशहरूले थोरै गरेर त्यसलाई राम्रोसँग कार्यान्वयन गर्न सक्यो भने त कति हुन्छ जस्तो हेर्नु भूकम्प आयो, त्यो जुन एनजिओ र आइएनजिओले यति पैसा खर्च गरे, त्यो पैसाले चाहिँ तपाईँको देश त 2टा नेपाललाई डेभलप गर्न सकिन्थ्यो होला कि। तर के छ भने त्यहाँ जो बस्छन् कन्ट्री डाइरेक्टर भन्यो भने उनीहरूका लजिस्टिकमा यति धेरै खर्च हुन्छ कि तपाईँको चाहिँ त्यो रियल रूपमा त्यो फिल्डमा त्यो पैसा र त्यो डेभलपमेन्ट हुँदैन। हजुर, तपाईँसँग चाहिँ एउटा चाहिँ जान्न मन लागेको यो छलफलमा चाहिँ तपाईँ मित्रकुञ्जको अध्यक्ष हुनुहुन्छ। मित्रकुञ्ज चाहिँ 57 वर्षदेखि रुसमा पढेर आएका विद्यार्थीहरूको एउटा संस्था हो होइन, यो अविच्छिन्न यो चलिरहेको छ होइन। रुसले पहिला नेपालमा चाहिँ धेरै उद्योग क्षेत्रमा चाहिँ धेरै सहयोग गरेको थियो। रुसबाटै प्रभावित भएर हाम्रा धेरै कम्युनिस्ट नेताहरू पनि उत्पादन पनि भए, त्यहाँ फेलोसिप पढेर धेरै इन्जिनियर डाक्टर भएर पनि आएका छन् होइन। यति बेला रुसले चाहिँ नेपाललाई के सहयोग गर्न चाहन्छ भन्ने कुरा या नेपालप्रतिको चाहना रुसको के छ भन्ने कुरामा
तपाईँ अध्यक्षको हिसाबले केही बुझ्न र केही भन्न सक्नुहुन्छ? हजुर सकिन्छ। त्यसमा के छ भने वास्तवमा यो मित्रपुञ्ज भनेको चाहिँ पूर्व सोभियत सङ्घ र त्यसबाट टुक्रिएका गणराज्यबाट 15वटा गणराज्यबाट फर्केर आएका सबै विज्ञहरूको संस्था हो। यो एउटा चाहिँ थिङ्क ट्याङ्क, देशकै थिङ्क ट्याङ्कको रूपमा हो र यसले चाहिँ नेसन बिल्डिङमा जुन देशलाई बनाउने कुरामा यसले चाहिँ धेरै योगदान गरेको छ। तपाईँलाई म उदाहरण दिन सक्छु, नीलाम्बर आचार्य सरले जुन चाहिँ संविधान बनाउने पहिलो मस्यौदाको अध्यक्षको रूपमै काम गर्नुभयो, त्यो उहाँ नै यो संस्थाको चाहिँ संस्थापक अध्यक्ष हुनुहुन्छ। त्यस्तै गरी धेरै मन्त्रीहरू हुनुभयो, जस्तै गणेश शाह, दीपक गेवाली लगायत होइन, उहाँहरू चाहिँ एउटा चाहिँ राजनीति शास्त्रै पढेर आएर अथवा इन्जिनियरिङ क्षेत्रमा पढेर पनि उहाँहरूले चाहिँ देशलाई चाहिँ जुन चाहिँ एउटा चाहिँ नेसन डेभलपमेन्टको ल उहाँले चाहिँ देशलाई सेवा गरिराख्नु भएको छ। भने डक्टरको कुरा गर्नुहुन्छ भने डाक्टर भगवान कोइराला हेर्नुहोस् होइन, प्रकाश रेग्मी, अर्जुनदेव भट्ट जस्तै टप डक्टरहरू जसले चाहिँ देशको लागि चाहिँ के गर्छु भनेर उहाँ लागि नै राख्नु भएको छ। भने चाहिँ अब अहिलेको स्थितिमा तपाईँको रुसले पहिला जस्तै शिक्षाको के अरे उसको शिक्षाको क्षेत्रमा हेर्नुहुन्छ भने हरेक वर्ष अहिले पनि 50जनालाई स्कलरसिप दिइराखेकै छ। र अब अस्तिको ड्युमा जुन उनीहरूको हाम्रो संसद भनेको छ त्यहाँको ड्युमाले 200जनालाई प्रत्येक वर्ष हामी स्कलरसिप दिन्छु भनेर उनीहरूले घोषणा गरिसकेको स्थिति छ। कुन विधालाई? यो चाहिँ जुनसुकै विधामा इन्जिनियरिङ, मेडिसिन, तपाईँको चाहिँ हरेक क्षेत्रमा जुन विषयमा पढ्न चाहन्छु भने पनि उनीहरूले दिइरहेछन्। भने चाहिँ त्यो नेपाल सरकारले उहाँले त्यो सहयोग गर्छु भन्ने अवस्थामा एउटा धन्यवादको लेटर पनि दिनुभएको छैन। ठिक छ, उहाँहरूलाई चाहिँ जुन पूर्वीय जुन चाहिँ सबै कुरा जुन देशको परिस्थितिले जुन विश्वको राजनीतिक परिस्थितिले उहाँहरूलाई त्यो गाह्रो भयो होला, तर के छ भने एटलिस्ट एउटा चाहिँ धन्यवादको चिठी दिएर म चाहिँ ल ठिक छ नि त हामी विचार गर्छौँ यसलाई चाहिँ गर्छौँ भन्दा के बिग्रिन्छ त्यसमा? भनेपछि अहिले चाहिँ नेपाल र रुस बिचको सम्बन्ध चाहिँ केही दरार आएको जस्तो? दरार त होइन, तर के छ भने उसले सहयोग नेग्लेक्ट गरेकै जस्तो मलाई फिल हुन्छ। किनभने तर यहाँ त कम्युनिस्ट सरकार छ नि, कम्युनिस्टको नेतृत्वमा सरकार छ। रुसलाई पनि हेर्दा बाहिरी आवरणमा त्यो कम्युनिस्टै देश भनिन्छ होइन, तर त्यो नेग्लेक्ट चाहिँ किन भइरहेछ? अनि त्यो के छ भने अब जस्तै अमेरिकी प्रभाव हुनसक्छ, त्यो हुनसक्छ, अमेरिकी प्रभावै होला जस्तो मलाई फिल हुन्छ होइन। किनभने जस्तै तपाईँको रसियाले अहिले चाहिँ के भनेको छ भने उसले चाहिँ शिक्षामा त्यस्तै गरेर हाइड्रो पावरको 500 मेगावाटभन्दा बढीको हामीलाई देऊ, हामी चाहिँ लगानी गर्छौँ भनेको चिज छ। अस्ति यहाँ रसियाको जुन चेम्बर अफ कमर्सका अध्यक्षदेखि लिएर सबै टिमै आएको थियो लगानी सम्मेलनभन्दा अगाडि एफएनसिसिआईको चाहिँ प्रोग्राममा उहाँहरू चाहिँ नेपालमा इन्भेस्टमेन्ट कसरी गर्न सकिन्छ भनेर। रसा भनेको समुद्र हो कि, त्यसलाई समुद्रमा तपाईँले 2 गाग्री पानी हाल्नुहोस् उसलाई केही पनि फरक पर्दैन, र हामीले 4 गाग्री पानी त्यहाँबाट ल्याए पनि हामीलाई त्यो खासै फरकै पर्दैन कि। तर के अरे हामीलाई चाहिँ धेरै फरक पर्छ, रसालाई चाहिँ धेरै खासै फरक पर्दैन। तपाईँ भन्दै हुनुहुन्छ रुस चाहिँ अझ पनि नेपालमा लगानी गर्न उत्पादनको क्षेत्रमा सहयोग गर्न तयारै छ, तर वातावरण चाहिँ पाइरहेको छैन। सरकारले नै पहल लिएन यहाँ चाहिँ त्यति वातावरणै पाएको छैन र गभर्मेन्टले चाहिँ जुन खालले समन्वय गरेर जानुपर्ने त्यो चाहिँ उनीहरूले एकदमै चाहिरहेको स्थिति हो। र चाहिँ उनीहरूले जुन सोभियत सङ्घ टुक्रिनुभन्दा अगाडि जसरी जुन देशहरूसँग उनीहरूले सम्बन्ध राखे त्यसलाई फेरि उनीहरूले रिन्यू गर्न चाहिरहेको अवस्था हो अहिले। हजुर प्रोड्युसर, रुसको सहयोग नेपालको विकासमा लिँदाखेरि नेपालका पार्टीहरूलाई या सरकारलाई कुनै अप्ठ्यारो हुन्छ? त्यस्तो हुँदैन, हामी त असंलग्न परराष्ट्र नीति हो नि त। बिपीको पालामा पनि सहयोग भएको थियो, राजा महेन्द्रको पालामा पनि भएको थियो। अवलम्बन गर्ने भनेको असंलग्न परराष्ट्र नीति हो। हामीले वैदेशिक अब लगानी या ल्याउने भनेको त त्यो राम्रो कुरो हो। हामीले जुनसुकै देशको नेपाललाई माया गर्ने, यहाँ उद्योग कल कारखानाहरू स्थापना गर्नको लागि त त्यो त हामीले रुसको सहयोग आउँदा कुनै आपत्ति हुँदैन है, हुँदैन, त्यो स्वागतयोग्य। तर उहाँले अहिले भन्नुभयो नि, बुझ्नुभयो होला नि, त्यो जियो पोलिटिक्सको कुराहरू अब त्यो थोरै कहीँ न कहीँ। तर हाम्रा चाहिँ एमाले माओवादीका लिडरहरू चाहिँ किन तर्सित जस्तो अमेरिका रिसौला कि भारत रिसौला कि भने जस्तो किन भएका होला? त्यो उहाँहरूको पोलिटिक्स अब त्यो जियो पोलिटिक्सको कुराहरू होला होइन, उहाँहरूसँग गरेका केही कमिटमेन्टका पोलिटिकल कमिटमेन्टका कुराहरू हुनसक्छ। रुसले सहयोग नेपाललाई गर्यो भने अमेरिकाले सहयोग गर्दैन भन्ने डर छ हो नेताहरूलाई? त्यस्तो नहुनुपर्ने, त्यस्तो छ जस्तो चाहिँ लाग्दैन। हजुर, नभएको राम्रो होइन, सहयोग त जुन सारकैबाट आए पनि राम्रो भन्नेमा दुईटैको सहयोग त कस्तो छ भने तपाईँको हाम्रो त एउटा यस्तो सानो देश हो, हामीलाई कसैले सहयोग गर्छु भन्दाखेरि हामीले त्यसलाई एक्सेप्ट गर्नुपर्छ। कोही रिसाउने होइन कि, त्यो त राजनीति र कुटनीति भनेकै त्यही हो नि त। तपाईँलाई जस्तै हामी दुई ठुला देशको जुन अहिलेको स्थितिमा त अझै तपाईँको इन्डिया पनि रसियासँग उसले पेट्रोलियम पदार्थ 40% डिस्काउन्टमा लिएर आएर उसले चाहिँ देशलाई कहाँ पुर्याइदिनु भयो मोदीजीले होइन। त्यस्तै गरी चाइनाले पनि आफ्नो जति पनि जुन डेभलपमेन्टका कुराहरू
कुराहरू, जुन शिक्षाका कुराहरू तपाईँले सुन्नुभयो होला, जुन पानी पार्ने कुराहरू छ नि, जुन चाहिँ तपाईँको रसाकी टेक्नोलोजी हो, त्यो चाहिँ जुन चाहिँ उसले चाहेको बेलामा बादललाई एकै ठाउँमा जम्मा गरेर पानी पारिदिन सक्छ भने त्यो चाहेन भने बादललाई हटाएर पानी पनि तपाईँको नपर्न सक्छ। तपाईँले वर्ल्ड कप जुन भयो रसामा योभन्दा अगाडि, त्यहाँ चाहिँ त्यहाँ चाहिँ अहिले जुन जुलाईमा पानी पर्ने नै सिजन हो, तर त्यो 1 महिनासम्म पानी नै परेन। जब तपाईँको फुटबल सकियो त्यसपछि तपाईँको पुटिनले जुन चाहिँ उहाँले जो सिल्ड दिने बेलामा चाहिँ हेर्नुभयो भने त्यो दिनमा अन्तिम रातमा त्यहाँ चाहिँ पुरै घनाघोर पानी परेको थियो। नेपालको विकासमा रुसबाट चाहिँ हामीले धेरै प्रविधिका सहयोगहरू लिन धेरै सहयोग, चाइनाले तपाईँ यति धेरै प्रगति गर्यो, रुसकै सहयोगले चाहिँ धेरै प्रगति गर्यो। योभन्दा अगाडि इन्डियाले पनि तपाईँको चाहिँ जुन चाहिँ बार्टर सिस्टममा तपाईँको इन्डियाले जुन जाडो ठाउँ त्यहाँ चिया बढी खानुपर्ने, चिया र सुन तपाईँको चाहिँ तोलेर बार्टर, जस्तै हाम्रो भन्थ्यो नि पहिला बार्टर गर्ने, त्यो खालको गरेर उसले कति फाइदा लियो त्यहाँ हेर्नुहोस् न। त्यो फाइदा हामीले चाहिँ लिन सकेका छैनौँ कि त्यो चाहिँ हाम्रो चाहिँ एकदमै कमजोरी र जुन चाहिँ राजनीति र कुटनीति पक्षको चाहिँ कमजोरी नै जस्तो मलाई फिल हुन्छ। हस्, समय सकेको छ। महत्त्वपूर्ण समय र विचारको लागि यहाँहरू दुवैलाई धन्यवाद। हस्, धन्यवाद। EP1 लगायत यहाँलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु आफ्ना केही कुरा राख्नु पाएकोमा। हस्, दर्शकवृन्द, कार्यक्रम विषयान्तरमा आज हामीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नवीनतम कार्यक्रमहरू कति छन् या कर्मकाण्डीका रूपमा मात्रै कार्यक्रमहरू आए, अब यसको कार्यान्वयनको चरण कस्तो रहन्छ भन्ने सवालमा हामीले दुई व्यक्तित्वबाट हामीले जान्ने प्रयास गऱ्यौँ। आज हामीसँग शिक्षाविद डाक्टर कृष्णप्रसाद पौडेल र मित्रकुञ्जका अध्यक्ष इन्जिनियर महेश प्रसाद पाण्डे हुनुहुन्थ्यो। यिनै संवादको साथ कार्यक्रमबाट हामी बिदा हुन्छौँ। नमस्कार।